आजको कार्यक्रममा हाम्रो आयोजन टोलीका डाक्टर कृष्ण अधिकारी, वेबिनार सिरिजका संयोजक हुनुहुन्छ, लोकेन्द्र ढकाल सिएनएससीका कार्यकारी निर्देशक, नरेश खपाङ्गी मगर सहसंयोजक तथा डाक्टर सुषमा बस्नेत टिम सदस्य पनि हामीसँग हुनुहुन्छ र उहाँहरूलाई पनि म हार्दिक स्वागत गर्दछु। कार्यक्रम सुरु हुनुभन्दा अगाडि केही जानकारी गराउन चाहन्छु। पहिलो, आजको यो सत्र रेकर्ड हुँदैछ र सिएनएससीको फेसबुक पेज मार्फत हामी यसलाई लाइभ स्ट्रिम पनि गर्दैछौँ। आज सहभागी हुन नसक्नु भएकाहरूका लागि यो रेकर्डिङ सिएनएससीको युट्युब च्यानलबाट पछि उपलब्ध हुनेछ। त्यसैगरी समयको सीमालाई ध्यानमा राख्दै हाम्रा सबै वक्ताहरूलाई तोकिएको समयभित्र आफ्नो विचार तथा प्रस्तुति पूरा गरिदिनु हुन पनि म अनुरोध गर्दछु। साथै पृष्ठभूमिको आवाज कम गर्न कृपया आफ्नो माइक्रोफोन म्युटमा राखिदिनु हुन अनुरोध गर्दछु। र हाम्रो 4 जना वक्ताहरूले बोलिसक्नु भइसकेपछि हाम्रो क्वेसन आन्सर सेसन हुनेछ र त्यसमा प्रश्नहरू कृपया च्याट बक्समा राखिदिनु होला र च्याट बक्समा राखिएको प्रश्नहरूलाई नै हामीले लिन्छौँ र उपलब्ध समय र सम्भाव्यता अनुसार हामी प्रत्येक प्रश्नहरूलाई सम्बोधन गर्ने कोसिस गर्नेछौँ। अब आजको हामी कार्यक्रमको मुख्य विषयतर्फ जाउँ। आज नेपाल संवादको 20औं भागमा हामी एउटा निकै महत्त्वपूर्ण र समसामयिक विषयमा छलफल गर्दैछौँ र आजको वेबिनारको टाइटल रहेको छ हाउ डज डायस्पोरा राइटिङ रिसेप द नेपाली लिटरेसी फेयर, अर्थात् डायस्पोरा लेखनले नेपाली साहित्यिक क्षेत्रलाई कसरी पुनःआकार दिइरहेको छ। र आजको छलफलमा हामी प्रवासमा रहेर सिर्जना गरेका नेपाली लेखकहरूको लेखन, उहाँहरूले नेपाली साहित्यमा भित्राएका नयाँ अनुभव र दृष्टिकोण तथा डायस्पोरा लेखनले समग्र नेपाली साहित्यको स्वरूप, दायरा र बहसलाई कसरी विस्तार तथा पुनः परिभाषित गरिरहेको छ भन्ने विषयमा हामीहरू छलफल गर्नेछौँ। हाम्रो निमन्त्रणा स्वीकार गरेर आजको वेबिनारमा सहभागी हुनुभएकोमा हाम्रा सम्पूर्ण प्यानलिस्टहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। र आजका वक्ताहरू आफैमा नेपाली साहित्य र बौद्धिक क्षेत्रका परिचित नामहरू हुनुहुन्छ। उहाँहरूको योगदानबारे मैले धेरै परिचय दिन आवश्यक नपर्ला, तर पनि म छोटकरीमा यहाँलाई केही जानकारी प्रस्तुत गर्न चाहन्छु। सबभन्दा पहिले हाम्रो वक्ता हुनुहुन्छ प्रोफेसर अभि सुवेदी। उहाँ नेपाली साहित्यका प्रतिष्ठित लेखक, नाटककार, समालोचक, अनुवादक तथा विद्वान हुनुहुन्छ। नेपाली साहित्य र साहित्यिक चिन्तनका क्षेत्रमा उहाँको लामो र महत्त्वपूर्ण योगदान रहँदै आएको छ। त्यसैगरी हामीसँग अर्को वक्ता हुनुहुन्छ लेखक कृष्ण बजगाई। उहाँ समकालीन नेपाली साहित्यका परिचित स्रष्टा हुनुहुन्छ। विशेष गरी प्रवासको अनुभव, डायस्पोरा जीवन र नेपाली समाजसँगको सम्बन्धलाई साहित्यमा अभिव्यक्त गर्ने उहाँको लेखन आजको विषयसँग निकै सान्दर्भिक छ। हाम्रो अर्को वक्ता हुनुहुन्छ डाक्टर नीलम कार्की निहारीका। मदन पुरस्कार प्राप्त लेखक, उहाँ नेपाली साहित्यका स्थापित स्रष्टा हुनुहुन्छ। उहाँका सृजनाहरूले समकालीन नेपाली समाज, जीवन र मानवीय अनुभवका विविध पक्षलाई साहित्यमा प्रस्तुत गर्दै आउनुभएको छ। र अन्तमा असिस्टेन्ट प्रोफेसर महेश पौड्यालजी हाम्रो अर्को वक्ता हुनुहुन्छ। उहाँ लेखक, अनुवादक, समालोचक तथा साहित्यका अध्येता हुनुहुन्छ। नेपाली साहित्य र अनुवाद र साहित्यिक आलोचनाका क्षेत्रमा उहाँको अध्ययन तथा योगदानले आजको छलफललाई थप आलोचनात्मक र शैक्षिक दृष्टिकोण दिनेछ भन्ने विश्वास हामीले लिएका छौँ। आजको सेसन नेपाली र अङ्ग्रेजी दुवै भाषामा सञ्चालन हुनेछ। मलाई विश्वास छ आजको संवादले डायस्पोरा लेखन र नेपाली साहित्य बीचको सम्बन्धलाई नयाँ दृष्टिकोणबाट बुझ्न, साथै प्रवासबाट सिर्जना भइरहेको नेपाली साहित्यले नेपालको साहित्यिक परिवेशमा पारिरहेको प्रभावबारे थप तथा गहिरो बहस गर्न सहयोग गर्नेछ। आजको कार्यक्रम अवश्य पनि रोचक, ज्ञानवर्धक र फलदायी हुने विश्वास लिएका छौँ। अब म हाम्रा आदरणीय वक्ता प्रोफेसर अभि सुवेदीज्यूलाई आफ्नो प्रस्तुति तथा विचार राख्नको लागि हार्दिक स्वागत गर्न चाहन्छु। प्रोफेसर अभि सुवेदी, over to you. अभि सरको अनम्युट गर्नु पर्यो, अन्त आउनु भएको छ। अहिले भयो? हजुर। मैले कोसिस यहाँ म्युटलाई काटेँ, भिडियो अहिले लेखेँ।
मेरो विचारमा अहिले देखेँ जस्तो लाग्यो के होइन देखिनु भएको छ आवाज पनि आइरहेको छ अनि यसमा चाहिँ मैले भन्न थालेको थिएँ एउटा त्यो चाहिँ नि डायस्पोरिक लिटरेचर एन्ड नेपाली प्राक्सिस भन्ने आफ्नो टाइटल पठाएको थिएँ अस्ति सुनिँदैछ कि लागेको छैन लागिरहेको थिएँ कति अब केही धेरै लामो बोल्दिनँ यसमा किनभने विषय धेरै ठुलो विस्तृत विषय हो यो अनि त्यसमा केही अनि अलिकति विस्तृत विषय भएकोले मैले पहिल्यै आफ्नो अलिकति छिटै बिर्सिने बानी भएकोले नोट पनि गरेको छु यहाँ नोट पनि गरेको छु र त्यसमा चाहिँ नि ढङ्गले बोल्छु अब यसमा यो डायस्पोराको विषयमा अगाडि पनि एक दुईवटा सेसनहरूमा पनि भाग लिएँ तर यसमा यहाँ स्कलरहरू पनि छन् अनि मेरा केही विद्यार्थीहरूले थेसिस लेखेको पनि अवस्था एकजना त धेरै काम गरेर पिएचडी नै जस्तो सिद्ध्याएपछि अहिले ती सम्पर्कविहीन छन् रामजी तिमिल सिन्हा भन्ने यस्तै यस्तै सङ्गतहरू र कन्टेक्स्टहरूमा काम गरेको विषय हो मैले चाहिँ नि छुट्टै डायस्पोरामा आफैले कसिएर काम गरेको भने छैन विद्यार्थीहरूसँग काम गरे हौँ र बाहिर जाँदाखेरि केही कति ठाउँमा बोलेको अनि यसमा चाहिँ नि उठेका डायस्पोरा सम्बन्धी उठेका विषयहरू सिधै विषयमा प्रवेश गर्दाखेरि चाहिँ के आयो त भन्दाखेरि एक दुईवटा महत्त्वपूर्ण कुराहरू उठेका छन् जस्तै डायस्पोरा कहाँदेखि नाप्ने यहाँ विद्यार्थीहरूसँग पनि त्यही छलफल हो हाम्रो यहाँ लेख्नेहरूले पनि त्यही जस्तै इन्डिया भुटान बर्मा यतापट्टि लेखिएको साहित्य खास गरी इन्डियामा यो साहित्यलाई डायस्पोरा भन्ने पहिलो फेजमा डायस्पोरा भन्ने छलफल गरियो र मेरो चाहिँ धारणा के छ भनेदेखि यो यसमा धेरै चाखलाग्दा विषयहरू उठेका छन् मैले चाहिँ त्यसलाई एम्बिभ्यालेन्स एउटा एङ्जाइटी जस्तो भनेको छु किनभने यो बडा असाध्यै फजी लाइन इट्स अ भेरी फजी लाइन डिफिकल्ट टु सी द बोर्डर कहिलेदेखि चाहिँ डायस्पोरा भयो केले डायस्पोरा भयो डायस्पोरा भनेको एउटा टेरिटोरीबाट अर्कोमा बस्ने अनि त्यसमा गएर इस्टाब्लिस भएर चाहिँ नि कुनै एउटा टेरिटोरीभित्र एउटा अर्को प्रदेशभित्र बसेर नेपालको मुख्य ल्यान्डलाई चाहिँ सम्झेर त्यसलाई पनि सन्दर्भ राखेर लेख्ने यो विषय डायस्पोरा हो भन्ने मान्यता हो र त्यो मान्नु पनि पर्छ किनभने त्यो मानेन भने हाम्रो डायस्पोराको तर्क नै सायद यसको फाउन्डेसनै हुँदैन कयौँ छलफलहरू पनि भइरहेका छन् त्यसको छलफल हुँदैन त त्यहाँ हाम्रो चाहिँ सुरुवात त्यही एम्बिभ्यालेन्सबाट हुन्छ भन्ने मेरो एउटा धारणा छ कस्तो भन्दाखेरि पहिला अब दार्जिलिङ नै भयो एउटा सेन्टर त्यो थियो बनारस एउटा सेन्टर थियो राइटिङको म राइटिङबाट जान्छु अनि त्यस पछाडि मात्रै यो वेस्टर्न कन्ट्रिजहरूमा अहिले पछिल्लो समयमा चाहिँ गर्ने लेख्नेहरूको विषयमा केही भन्न चाहन्छु केही आफ्नो जानकारी केही चाहिँ नि पछि आएका कुराहरू राखेर म चाहिँ भन्न चाहन्छु यसमा चाहिँ कस्तो भन्दाखेरि पहिला चाहिँ नि दार्जिलिङ एउटा यस्तो सेन्टर भयो कि नेपाली साहित्य लेखनको त्यसमा लेख्नेहरूलाई केही लेखकहरूले जस्तै सुधपा भनेर सूर्य विक्रम ग्यावाली धरणीधर शर्मा र पारसमणि प्रधानलाई लिएर भन्ने एउटा भाष्य भयो एउटा सुधपा भन्ने भाष्य भयो र उहाँहरूले जे काम गर्नुभयो त्यो चाहिँ नै बाहिर दार्जिलिङमा बसेर अथवा बाहिर बसेर गर्नुभयो र त्यो चाहिँ नै भारत थियो र त्यसै कारणले एकजना विद्यार्थीले त के पनि लेख्नुभयो भने यी सुधपा नै यो डायस्पोरिक साहित्यको चाहिँ हाम्रो सुरुवात गर्ने भनेर लेखेँ अनि मैले चाहिँ त्यसमा अलिकति आफ्नो विचार राख्दा के भने भनेदेखि तर उहाँहरू नै नेपालको मेन स्ट्रिम हिस्ट्रीको साहित्यको इतिहासको रचना गर्ने पनि उहाँहरू नै हुनुभयो पारसमणि बाहेक अनि धरणीधर शर्माले जाग राष्ट्रभक्तिका भयानक चाहिँ गीतहरू लेख्नुभयो अनि सूर्य विक्रम गेवाली त आएर चाहिँ चान्सलर हुनुभयो यो देशमा अनि उहाँले हिस्ट्री लेख्नुभयो नेपालको मध्यकालीन हिस्ट्री र आधुनिक वीरहरूको हिस्ट्री लेख्नुभयो त्यसलाई वीर हिस्ट्री भनेर
हाम्रो हिस्टोरियन हाम्रो प्रतिशोधन्तहरूले पनि त्यसमा उहाँलाई को विषयमा लेखेका छन् भन्दाखेरि त उहाँ पछि आएर फेरि मेन स्ट्रिम नेपालभित्रको मेन स्ट्रिमको उहाँ एउटा लेखक इतिहासकार हुनुभयो। अनि पारसमणि चाहिँ त्यसरी आउनु भएन। उहाँले चाहिँ के गर्नुभयो भन्दाखेरि छुट्टै आफ्नो क्रिएट गरेर त्यतैबाट टेक्स्ट बुक प्रोडक्सन गर्ने। म पनि उहाँकै टेक्स्ट बुक पढेर हुर्किया हुँ। वास्तवमा साहित्य त्यसरी रचना गरिने भनेर उहाँले चाहिँ बाहिरै बसेर इन्डिया नै बसेर टेक्स्ट प्रोडक्सन गर्ने, छाप्ने, अनि ती टेक्स्टहरूको चाहिँ प्रसारण गर्ने, टेक्स्टहरू बेसिक उहाँका साहित्यिक टेक्स्टहरू त्यहाँ थिए। भनेपछि त्यो त्यो फेजको चाहिँ नि डायस्पोराको कन्सेप्ट चाहिँ नि अलिकति फजी छ, नट भेरी क्लियर टु मी स्पेसली, एटलिस्ट आई एम नट भेरी क्लियर अबाउट द्याट फेज, कलिङ द्याट फेज ए डायस्पोरिक राइटिङ। अब यहाँ स्कलरहरू हुनुहुन्छ उहाँहरूको विचार सुन्छु। अनि त्यसमा चाहिँ नि आई नट स्टिल नट भेरी कन्फिडेन्ट अबाउट द्याट। त्यो फेज पछिलाई एक दुईवटा लेखेको भेटाएँ कि त्यो डायस्पोरिक राइटिङको सुरुवात त्यहाँ भयो। मलाई अलिकति त्यसमा क्वेसन छ। तर इन्डियामा त्यसमा पनि दार्जिलिङमा बेस गरेर लेखिएको हो, साहित्यिक प्रोडक्सन भएको हो। त्यस पछाडि म खालि साहित्यिक लेखनको विषयलाई लिएर मात्रै डायस्पोरिक चर्चा गर्दैछु यहाँ। अब बाहिर यसरी बसेका हुन्छन्, यति यति वर्ष बसेका, त्यहीँ घर भएका र यहाँ नेसनलाई सम्झिने मात्रै उतैको नागरिक यसो भएकाहरूलाई डायस्पोरा भन्नुपर्छ भनेर परिभाषा गर्ने यो चलन छ, धेरैले गरिराखेका छन्, त्यही नै छ। अनि आउने जाने गर्ने एक थरी, अर्को चाहिँ खाडी मुलुकमा गएर पनि डायस्पोरिक साहित्य लेख्ने, केही समय गए पनि साहित्य लेख्ने भन्ने यी सबै बहसहरू अहिले भइराखेको सम्बन्धमा अलिकति इतिहासतिर जाँदा चाहिँ मैले त्यो एम्बिभ्यालेन्सलाई चाहिँ दार्जिलिङ उहाँले क्रिएट गर्नुको एम्बिभ्यालेन्स त्यसलाई चाहिँ प्रिन्ट कल्चरसँग जोडेर हेर्छु म। त्यो पहिलो डायस्पोरिक छलफल भनेको चाहिँ मेरो विचारमा त्यतिखेर बाहिर अब जहाँ जो हुनुहुन्छ, अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, त्यो कुरा त्यतिखेर थिएन भनौँ न, डिड नट एक्जिस्ट। ब्रिटेनमै पनि त नेपालको सम्पर्क भए पनि त्यत्रो साहित्य लेखिएको थिएन। भनेपछि बेसिकली डायस्पोरिक साहित्यको अभ्यास गर्ने र प्रोडक्सन गर्ने ठाउँ भनेको चाहिँ भारत, दार्जिलिङ, बनारस थिए। त्यसो भएको हुनाले मैले चाहिँ यताबाट हेर्ने कोसिस गरेको छु। मैले आफूले पनि र मेरो विद्यार्थीहरूसँग वर्कमा पनि त्यही गर्ने गरेको हुँ। अनि त्यस पछाडि के हो भनेदेखि इट वाज सिफ्टेड टु बनारसमा चाहिँ नि 19th सेन्चुरीको लास्टतिर र अनि वेल अप टु दि 20s अफ दि 21st सेन्चुरी बनारसमा एउटा ठुलो इम्पोर्टेन्ट मुभमेन्ट भयो। त्यसलाई फ्रान्सिस्का ओर्सेनीको कुरा लिएर भन्ने हो भनेदेखि प्रिन्ट क्यापिटलिजम भन्ने हो उहाँले, त्यो बडा सार्थक राम्रो लाग्यो मलाई। अनि प्रिन्ट क्यापिटलिजम, अनि त्यसैलाई लिएर पछि त्यहाँको रोडरिक चामर्स भन्ने अहिले कहाँ छन् थाहा छैन। मसँग काम गर्ने पहिलाका साथी, मित्र, विद्यार्थी हराएछन्, ती पनि कहाँ छन् मलाई थाहा छैन। फ्रेडरिक चामर्सले एउटा उनको पिएचडी थेसिस नै बनारसको त्यहाँको साहित्यको प्रिन्ट क्यापिटलिजमलाई लिएर कम्प्लिट गरे। थेसिस चाहिँ मसँग छ, त्यसको प्रकाशन गर्ने पनि भनेका थिए, मलाई पनि पेपर पठाएका थिए ओपिनियनका लागि। अब ती मान्छे नै अहिले छैन, तर तिनले बडो महत्त्वपूर्ण काम गरेका छन् प्रिन्ट क्यापिटलिजममा। अनि त्यसमा चाहिँ नि के छ भने बनारसमा प्रिन्ट भयो। प्रिन्टको सबभन्दा इम्पोर्टेन्ट एक्टिभिटी बनारसबाट भयो। अनि अब यो त्यसलाई हामी डायस्पोरिक साहित्यमा कहाँनिर लगेर जोड्छौँ त्यो मैले अझैसम्म ठोकेर खुट्याएर भन्न सकेको छैन। मेरो विद्यार्थीले पनि भनेको छैनन्, मलाई थाहा छैन त्यस्तो कुरा। अनि अर्को कुरा के छ भने बनारसबाट साहित्यहरू प्रोडक्सन भए, धेरै साहित्यहरूको प्रोडक्सन भयो। भएपछि नेपालका गाउँ घर घरमा पनि तिनीहरू पुगे। अहिले पनि भोटाइटीमा त्यो बेला छापिएका बनारसको प्रिन्ट क्यापिटलिजमले छापेका कुराहरू अहिले पनि छ्यापछ्याप्ती पाइन्छन्। त्यो के अरे भोटाइटीमा अहिले पनि किन्न पाइन्छन् पहिलाको किसिमको टेक्स्टहरू। भने त्यो वाइड स्प्रेड भयो, त्यो प्रिन्ट क्यापिटलिजमको व्यापक प्रसार भयो र त्यो चाहिँ नि एउटा बडो महत्त्वपूर्ण फेज थियो, प्रिन्टबाट आयो। अनि आउँदाखेरि चाहिँ मैले यसलाई किन भन्न खोजेँ भने लिटरेरी म्यागजिन पनि निकाल्नुभयो उहाँहरूले, सबै गर्नुभयो। अनि पछि दार्जिलिङबाटै पारसमणिले भारती पत्रिका निकाल्नुभयो। त्यसमा नेपालभित्रका र बाहिरका इन्डियामा बस्ने लेखकहरूले
का सबभन्दा महत्त्वपूर्ण रचनाहरू त्यहीँ प्रकाशित भए। अनि यतापट्टि शारदा प्रकाशित भइसकेपछि त्यो सेयरिङ भयो। तर पनि दार्जिलिङ त्यतातिरबाट प्रकाशित हुने क्रम, किताब प्रकाशित हुने क्रम चल्यो। त्यसमा चाहिँ प्रिन्ट वाज एट द सेन्टर। प्रिन्ट क्यापिटलिजम नै न, क्यापिटलिजम भनेको अर्थ चाहिँ फर मार्केटिङको हिसाबले उहाँले भन्नुभएको हो। अनि त्यो चाहिँ नि कायम भयो। अनि इन्डियामा लेखिने साहित्य त धेरै पछिसम्म पनि मलाई अहिलेसम्मको खुट्याउन नसकेको के भने इन्द्र दाजु होइन भाइ हामी त यता चाहिँ नि बसे पनि नेपालकै लेखक हो नि भन्नुहुन्थ्यो। तर चाहिँ नि उहाँ इन्डियाको बडो महत्त्वपूर्ण लेखक हुनुहुन्थ्यो। एउटा त्यत्रो मुभमेन्टहरू चलाउनु भयो। त्यस पछाडि ईश्वर बल्लभ दाई र बैरागी कामदाईलाई लिएर तेस्रो ह्याम मुभमेन्ट चलाउनु भयो। अनि पछिसम्म दिज लाइन्स बोर्डर्स आर भेरी फजी। अनि मेरो प्रब्लम चाहिँ के भने आई डोन्ट नो वेयर टु ड्र द लाइन। द लाइन्स आर बोर्डर्स आर भेरी फजी। द नेचर अफ द एङ्जाइटी इज भेरी फजी। त्यसो भएको हुनाले यो कन्टिन्यू गरेर दिस इज अ फेनोमेना द्याट कन्टिन्यू फर अ लङ टाइम। आई डोन्ट नो इफ इट स्टिल कन्टिन्युज एन्ड कन्टिन्युज टु फङ्सन द्याट आई स्टिल क्यान नट से। किनभने मसँग त्यसरी डेफिनेटली भन्ने लिङ्गो ल्याङ्ग्वेज छैन। त्यसो भएको हुनाले अनि अर्को चाहिँ के छ भन्दाखेरि नोटहरू त बेसरी गरेको छु, त्यो यति एउटा 10 मिनटले मलाई हुँदैन, अब भन्न सक्दिनँ। तर अर्को कुरा चाहिँ एउटा के चाहिँ तिमीले यहाँ नोट गरेको छु भन्दाखेरि यति यो एउटा पेज भयो इन्डियाको डायस्पोरिक। अनि त्यस पछाडि अर्को एउटा चाहिँ के भयो भन्दाखेरि पछि इट ओपन्ड अप। नेपाली राइटर्सहरू अलि अनेसा सले पनि नेतृत्व गर्छ। नेपाली राइटर्सहरू चाहिँ नि नेपालीमा लेख्ने र बाहिर बस्ने, त्यताबाट प्रडक्सन गर्ने धेरै राम्रो सङ्ख्या बढेर गयो। अहिले छ त्यो। मैले काटेँ, मेरो नोटहरू सबै काटेर एकैचोटि पछिल्लो फेजको कुरा गर्दैछु। आफ्नो 10 मिनट मिलाउनलाई यहाँ काट्दैछु। अनि त्यस पछाडि के भने त्यो पछिल्लो फेनोमेना हो जुन चाहिँ ब्रिटेनमा, अस्ट्रेलियामा, अमेरिकामा। मलाई त्यति चाहिँ नि बर्माको चाहिँ त्यति साहित्यको मसँग इन्फर्मेसन छैन, त्यति धेरै खास पढ्न पाएको छैन। तर पनि बर्मिजहरूले लेखे भन्ने चाहिँ त्यो हो। सवाईहरू पहिलाका अलिअलि थाहा भएको हो। अनि त्यस पछाडि हामीले पढेकै भनेका त तिनै हुन्। अनि एउटा चाहिँ क्विकली चाहिँ नि के भनिहाल्न चाहन्छु भन्दाखेरि त्यो एउटा इन इज भेरी सटल जेन्टल वे डायस्पोरिक लिटरेचरको चाहिँ नि लाई एड्रेस गरेका केही राइटिङहरू मलाई बडा महत्त्वपूर्ण लाग्छन्। जस्तै बाङ्देलजीको मुलुक बाहिर भन्ने उपन्यास लेख्नुभयो उहाँले। मुलुक बाहिर, अब लीलबहादुर छेत्रीको बसाइँ त अभियसली प्रष्टै बाहिर बसाइँ सरेको, इन्डियामा गएर नेपाली बसेको, त्यो कुरा त प्रष्टै उहाँले लेख्नु भएको छ बसाइँमा। त बाङ्देलजीको एउटा पुरा क्वाइटली लेखेको मुलुक बाहिर भन्ने उपन्यास, यस्तै किसिमको एफर्ट्स प्रयोगहरू पनि भए त्यो बेला। एउटा चाहिँ नै इन्डियामा बस्नेहरूलाई मुलुक बाहिर, नेपालबाट निस्किएका अनि त्यहाँ लेख्ने भन्ने किसिमले पनि साहित्य लेखियो। अब त्यसलाई क्याटेगोरी हाम्रो डायस्पोराको डेफिनेसनको क्याटेगोरीमा राखेर हेर्ने मिल्छ कि मिल्दैन त्यो कुरा पनि छलफलको विषय लाग्यो। तर पनि एउटा कुरा चाहिँ रियालिटी चाहिँ के हो भनेदेखि दे वेयर बेस्ड इन इन्डिया एक्सेप्ट बाङ्देलजी, एन्ड दिस इम्पोर्टेन्ट पिपुल हु अल्सो रोट इन इन्डिया एन्ड अल्सो इन नेपाल बिकेम द बिग ठुल्ठुला मान्छे इन नेपाल। दे बिकेम द चान्सलर्स अफ द एकाडेमी। बाङ्देलजी बिकेम चान्सलर, सूर्य विक्रमजी चान्सलर हुनुभयो। यस्तै यस्तै चाहिँ दे बिकम द लिडर अफ द मुभमेन्ट अफ द नेटिभ मुभमेन्ट अल्सो। अघिल्लो फेजमा उहाँहरूले चाहिँ बाहिरबाट इन ए सेन्स डायस्पोरिक लिटरेचर रिप्रेजेन्ट गर्नुभयो। अर्को अर्थमा दे केम टु नेपाल एन्ड बिकेम द लिडर अफ द एकाडेमिक इन्स्टिट्युसन्स एज वेल। त्यो फेज एउटा एम्बिभ्यालेन्ट भन्छु, त्यो एम्बिभ्यालेन्ट फेज थियो त्यो भन्ने मलाई लाग्छ। अनि त्यस पछाडि पछि गएर त्यो चल्दै चल्दै जाँदाखेरि अब नेपालीहरूको डायस्पोरा, नेपाली त्यहाँ बस्ने डायस्पोरा त हुन्, साहित्यमा नलिए पनि डायस्पोरा त यति ठुलो नेपालीहरूको एथनिसिटी र उहाँहरूको अस्तित्व र आइडेन्टिटीको प्रयोग भयो। स्टेट फर्मेसनमा पनि नेपालीको त्यो डायस्पोराको नेपालीको प्रयोग भयो। जस्तो सिक्किम भनौँ, भुटानमा पनि भयो, दुःखद भयो, ट्रेजिक छ।
तर पनि बाहिर चाहिँ नि स्टेट फर्मेसनदेखि लिएर अरू विषयमा पनि नेपालीको प्रयोग भयो। नेपालीको त्यति इम्पोर्टेन्ट एजेन्सी प्रेजेन्स चाहिँ नि भयो। अब ती नेपालीहरूको कुरा गर्दा ब्रोडर पोलिटिकल इकोनोमिक यस्तो अर्थमा कल्चरल अर्थमा भन्दाखेरि द्याट्स अ बिग डायस्पोरिक पपुलेसन। अनि उनीहरू चाहिँ सिक्किमिज नेपाली नेपालको होइन। इन्डियामा लेख्ने नेपालीहरू पछिल्लो एउटा यस्तो फेज आयो जब कि तपाईँहरू इन्डिया उता लेखिएको र यता लेखिएको भन्ने कुरा हरायो। त म चाहिँ के ठान्छु भने अहिले इन्डियामा जो साहित्य लेखिन्छ नेपाली द्याट इज इन्डियन लिटरेचर, इन्डियन नेपाली लिटरेचर। अब यसमा चाहिँ म जान्न के चाहन्छु भने डु वी कल द इन्डियन्स राइटिङ एज नेपाली डायस्पोरिक लिटरेचर? मेरो चाहिँ पर्सनल विचारमा होइन। द्याट इज इन्डियन लिटरेचर रिटन इन नेपाली। त्यो मेरो एउटा भनाइ छ, धारणा छ, त्यो प्रश्न छु यस कुरा विषयमा। अनि तर यो एम्बिभ्यालेन्टको फेज चाहिँ कहिलेसम्म रह्यो भने जब राइटरहरू उहाँ पनि लेख्नुभयो यहाँ पनि लेख्नुभयो र द एड्रेस्ड अ काइन्ड अफ अ मिक्स्ड अडियन्स, एड्रेस मिक्स अडियन्स एन्ड देन त्यसको एक्टिभिटी पनि त्यस्तै भयो। त्यतिन्जेलमा उहाँहरूलाई चाहिँ नै त्यो अर्थसम्म रह्यो। त बाहिरको कुरा अब क्विकली के गर्न चाहन्छु भन्दाखेरि अब अहिले त अमेरिकामा धेरै नेपाली लेखकहरू हुनुहुन्छ, क्यानाडामा हुनुहुन्छ। मेरा विद्यार्थी नै यतै बसेर उतै लेख्ने भइसके, क्यानाडियन भइसके। प्रोफेसर पनि गएर उतै गएर अहिले मैले भन्छु तिमी डायस्पोरिक नेपाली लेखक हौ भनेर सोध्छु एउटा प्रोफेसरलाई। हो म डायस्पोरिकै हुँ। डायस्पोरिक भन्नाले ऊ नेपाल छोडेर गए, उता बस्छन्, जागिर खान्छन्, यताको सबै छोडे उही लेख्छन्, ऊ डायस्पोरिक हुँ भन्छन् आफूलाई। ओके, द्याट मे बी ए डायस्पोरिक लिटरेचर। अर्को कुरा एउटा अझै लाइन अर्को के छ भन्दाखेरि दोज हु राइट लिटरेचर नाउ इन अमेरिका, अस्ट्रेलिया, ब्रिटेन एन्ड सो अन आर दे क्यान दे बी all of them can be called diasporic writers? त्यो चाहिँ नै एउटा बहसको विषय हो भन्ने मलाई लाग्छ। अनि अर्को एउटा चाहिँ नै मेरो टाइम सकिएको हुनाले म फटाफट जाँदैछु। एउटा मेरो क्विकली भन्ने अर्को कुरा के छ भने यहाँ कन्सेप्ट के छ भने म इङ्ग्लिस डिपार्टमेन्टको भएको हुनाले के छ भनेदेखि मेरा विद्यार्थीहरू थेसिस लिएर डायस्पोरिक राइटिङ भनेर आउँछन्। आउँदाखेरि सम्राट उपाध्यायको है एरेस्टिङ गड अफ काठमाडौँ भन्ने मञ्जुश्रीको हिजो अस्तिसम्म मञ्जुश्री यतै लेखेको, तर मञ्जुश्रीले लेखेका विषय पनि यतैको विषय हो। तिनीहरूलाई लिएर उनीहरू इङ्ग्लिसमा लेखिएकोलाई बढी डायस्पोरिक सेन्सिटिभ भनेर भन्ने एउटा किसिमको इङ्ग्लिसमा थेसिस लेख्ने मेरा विद्यार्थीहरूको चलन छ। उनीहरू क्विकली चाहिँ इङ्ग्लिसमा लेखेकोलाई द्याट्स अ डायस्पोरिक लिटरेचर बिकज द्याट्स अ भेरी पावरफुल वर्क एन्ड आइ एम गोइङ टु वर्क अन द्याट डायस्पोरिक थिम भनेर ठ्याक्कै भन्छन्, किनभने द्याट इज रिटन इन इङ्ग्लिस। अब यो ब्रोडर अर्को चाहिँ यहाँ छलफल गर्नेहरूले विद्वानहरूले डिसाइड गर्ने कुरा के छ भने आर वी टकिङ अबाउट दि नेपाली लिटरेरी राइटिङ्स। अर्को कुरा रिसेन्टली बिफोर आई रन आउट अफ माई टाइम एउटा कुरा के छ भन्दाखेरि अर्को एउटा फेनोमेना कति मिनट अहिले टाइम त हाम्रो 50 मिनट हजुर। पछि हाम्रो फेरि यो डिस्कसन टाइममा फेरि आउँछ, हामी फेरि कुरा गर्न सक्छौँ। होइन पहिला एउटा राखिहाल्नु भनेर अनि अहिले राखिहाल्नु एउटा कुरा 17 सेप्टेम्बर भन्ने एउटा नेवार भाषामा लेखिएको, नेवार भाषामा पनि लेखिएका छन् डायस्पोरिक। त्यो चाहिँ यहाँ ज्ञानको अभावले मान्छे चर्चा गर्दै नेवार भाषामा राम्रो राम्रो साहित्य लेखेको छ। अस्ति नेवार भाषामा एउटा लेखिएको किताब, त्यसको चाहिँ नि लिस्बन बेस्ड ज्योति तुलाधर भन्ने मेरो क्लासमेट हुन्थे, त्यतै बस्छन्, तिनले इङ्ग्लिसमा ट्रान्सलेसन गरेको 17 सेप्टेम्बर भन्ने एउटा किताब निस्किएको छ अहिले इङ्ग्लिसमा, नेवार भाषाबाट त्यो निकालेको हो। अनि त्यसको चाहिँ नि लन्च काठमाडौँबाट भव्यसँग भयो, त्यसमा नेवार अडियन्स अरू पनि सबै आए, म मुख्य वक्ता भएर बोलाएको थिएँ। त्यो गरेर भर्खरको घटना। अनि अर्को नेदरल्यान्डमा बस्ने एकजना नेवार महिलाले कोरोना किचले स्याडो अफ कोरोना भन्ने नेपाल भाषामा लेखेको एउटा कृति पनि त्यहाँ छ। भन्दाखेरि यो डायस्पोरिक सेन्टिमेन्ट अब कृष्ण मल्लके सुन्दर भाइले लेखेको चाहिँ कस्तो भन्दाखेरि उहाँ चाहिँ अमेरिका जानुभएकै छैन, तर यस्तो डायस्पोरिक थिम र यस्तो प्यासनमा लेख्नुभयो कि ए भाइ तपाईँ अमेरिका गएको हो कि होइन भनेर सोद्धाखेरि दाइ म गएकै छैन, एकपटक गएँ कि के हो त्यति हो भनेपछि यो पनि एउटा ट्रेन्ड छ। भन्दाखेरि दिज आर
फजी बोर्डर्स फजी लाइन्स अबाउट डायस्पोरिक लिटरेचर मैले त उठाएँ मात्रै कुनैको पनि एन्सर गरिनँ आइएम सरी अबाउट द्याट। अब छलफलबाट छलफलको समयमा केही आन्सर गर्ने टाइम सिक्नलाई आएको मान्छे हुँ म चाहिँ। आई वान्ट टु कन्फेस एट द भेरी बिगिनिङ। थ्याङ्क यू सो मच यहाँको इन्साइटफुल यो प्रेजेन्टेसनको स्पिचको लागि। हामी फेरि पनि छलफलको क्रममा यो कुरालाई फेरि निकाल्ने नै छौँ र अब म हाम्रो अर्को वक्ता आदरणीय वक्ता लेखक कृष्ण बजगाईज्यूलाई आफ्नो प्रस्तुति तथा विचार राख्नको लागि अनुरोध गर्दछु। धन्यवाद सङ्गीता स्वेच्छाज्यू र सम्पूर्णलाई नमस्कार र संसारबाट भरिबाट हामीलाई सुनिरहनु भएको हेरिरहनु भएका नेपाली भाषा साहित्य प्रेमीहरूलाई पनि हार्दिक नमस्कार। अब म वक्ता भन्दा पनि एउटा लेखक हुँ। अब लेखक चाहिँ यहाँ अब कक्षामा घन्टौँ पढाउने दुईजना विद्वान प्राध्यापकहरूको सामु अब भन्नुलाई त्यति सजिलो नहोला र पनि मलाई एउटा नियात्रा लेख्ने लेखकको रूपमा नियात्राको बारेमा यसो केही भनिदिनु भनेर म अब सङ्गीताजीले भन्नुभएकोले म त्यही विषयमा रहेर केही कुरा गर्छु। र नियात्राको कुरा गर्नु पर्दाखेरि अब नेपाली डायस्पोराले नेपाली साहित्यलाई ठुलो गुण लगाएको छ। नेपाली डायस्पोराकै कारण नेपाली भाषा अन्तर्राष्ट्रिय भाषा बनेको छ। मैले यो भन्नुपर्ने कारण के हो भन्दाखेरि संसारभर पुगेका नेपाली डायस्पोराको उपस्थितिले हो। रोजगारी, शिक्षा, व्यापार वा अन्य विविध कारणले मातृभूमि छाडेर संसारका विभिन्न देशहरूमा छरिएका छन् नेपालीहरू। ती नेपालीहरूको उपस्थिति नै वास्तवमा नेपाली डायस्पोरा हो। अघि अभिसुदी सरले डायस्पोराको विभिन्न एङ्गलबाट भन्नुभयो उहाँले, र मेरो विचारमा चाहिँ जो नेपाल छोडेर स्थायी रूपमा बाहिर बस्छन् तिनै नेपाली डायस्पोरा हुन्। र डायस्पोरा केवल भौतिक दूरी वा बसेसारी मात्र होइन, यो भावना, पहिचान, गृह स्मृति र निरन्तर रूपमा आफ्नो मूल जरा खोज्ने प्रयास पनि हो। जब कुनै सर्जक आफ्नो माटो र संस्कृति छाडेर नयाँ वातावरणमा पुग्छ, तिनले जन्मभूमिको सम्झना र कर्मभूमिको यथार्थतालाई एकै साथमा भोगिरहेका हुन्छन्। नयाँ मुलुक, नयाँ परिवेशमा पुग्दा उसको मनमा आश्चर्य र सङ्घर्षको जन्म हुन्छ। तिनको मनमा आन्तरिक र बाह्य द्वन्द्वहरू खेल्न थाल्छन्। त्यही द्वन्द्वबाट सिर्जना हुन्छ डायस्पोरिक साहित्य र नेपाली साहित्यलाई यही डायस्पोरिक साहित्यले विश्वव्यापी बनाएको छ, अन्तर्राष्ट्रिय बनाएको म ठान्दछु। अमेरिका, युरोपका सहर र खाडीका मरुभूमि वा अस्ट्रेलियाका विशाल तटहरूमा संसारभर जहाँ जहाँ नेपालीहरू पुगेका छन् त्यहाँ त्यहाँ नेपाली साहित्यका बिरुवाहरू रोपेका छन्। ती बिरुवाहरू कथा, उपन्यास, कविता, गजल, मुक्तक, नियात्रा आदि नामका सुन्दर फुलहरू बनेर फुलेका छन् र त्यसको सुवास नेपालसम्म फैलिरहेको छ। म बेलायत बस्ने एक नियात्रा लेखक भएको नाताले डायस्पोरा र यात्रा साहित्य बारेमा केही भन्न चाहन्छु। वास्तवमा डायस्पोरा र यात्रा साहित्य बारेमा बहुत गहिरो सम्बन्ध छ। प्रवासिएका सबै नेपालीहरू वास्तवमा एउटा यात्रु हुन् र उनीहरूको जीवन पनि एउटा यात्रा हो। बाध्यता र अवसरको खोजेमा विदेशिएका नेपालीहरूले लेख्नुपर्ने चाहिँ यात्रा साहित्य नियात्रा हो। तर अधिकांश सर्जकहरू कविता, गजल, मुक्तक, कथा, उपन्यास आदिमा सक्रिय हुनुहुन्छ। र किन यात्रा राम्रो छ भन्दा लेख्नुपर्छ भन्दाखेरि म के ठान्छु भन्ने, यात्राले हामीलाई भूगोल देखाउँछ र यात्रासँगै अब साहित्य आउँछ। त्यसले भूगोलभित्र धड्किरहेको मानवीय सम्वेदनालाई पनि प्रस्ताउँछ। एउटा यात्रा लेखकले सहरको दूरी मात्र नाप्दैन, उसले मानिसको जीवनको, संस्कृतिको, इतिहासको पच्चाप र प्रकृतिको मौन भाषा पनि आफ्नो नियात्रामा अभिव्यक्त गर्दछन्। र यो डायस्पोरिक लेखकहरूको हातमा अहिले जुन नियात्रा पुगेको छ, डायस्पोरिक लेखकहरू कमै छन् लेख्नेहरू, त्यसमा पनि जसले लेखिरहनु भएको छ उहाँको कारणले गर्दाखेरि नियात्रा लेखन लोकप्रिय र प्रभावशाली रहेको छ नेपाली साहित्यको बजारमा। यसको श्रेय चाहिँ छापा पत्रिका, ब्लग, अनलाइन, सामाजिक सञ्जाल र डिजिटल प्रकाशनका अन्य माध्यमलाई पनि म दिन चाहन्छु। यी माध्यमहरूले धेरै वर्षदेखि चाहिँ नेपाली नियात्रा साहित्यलाई धेरै पाठकहरूको माझमा पुर्याउने एउटा ठुलो भूमिका निर्वाह गर्नुभएको छ र त्यो भूमिकाको एउटा सानो अंश म पनि हुँ। र मैले पनि निरन्तर रूपमा विगत 19 वर्षदेखि आफैले सम्पादन तथा प्रकाशन गर्ने गरेको समकालीन साहित्य.com मार्फत
थुप्रै रचना सङ्गीत भएको जानकारी गराउन चाहन्छु र अन्य रचनाहरू पनि छन् त्यसमा कथा कविताहरू पनि रहेका छन् र डायस्पोरामा रहेका नेपाली लेखकहरूले नियात्रा मार्फत फरक विश्व र संस्कृतिलाई जोड्ने काम गरेका हुन्छन् डायस्पोराको लेखकको नियात्राले विश्वको विविध भूगोल संस्कृति रहनसहन इतिहास र प्रविधिलाई नेपाली भाषामा भित्राएका छन् यसमा उत्तर आधुनिक चेतना वातावरणीय सङ्कट आप्रवासीका पीडा सांस्कृतिक पहिचान र ग्लोबल सिटिजन हुनुको चुनौतीहरू पनि आएका छन् परदेशमा भोगिएका विभेद एक्लोपना आफ्नो अस्तित्व जोगाउन गरेको सङ्घर्ष पनि नियात्रामा मिसेर आएका हुन्छन् मेरा प्रकाशित 6वटा नियात्राका पुस्तक र 150 भन्दा बढी प्रकाशित नियात्रामा यी कुराहरू कुनै न कुनै रूपमा भेटाउन सकिन्छ डायस्पोरा नियात्रा र नेपाली साहित्यको यो त्रिवेणीले नेपाली भाषालाई विश्वव्यापी बनाउन ऐतिहासिक भूमिका खेलिरहेको छ माटो जहाँ भए पनि भूगोल जुन भए पनि विचार र भावना यदि नेपाली छ भने त्यसलाई नेपाली साहित्यकै श्रीवृद्धि गर्छ डायस्पोरिक साहित्य र नियात्रा लेखनले नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर इँटा थपिरहेको मैले महसुस गरेको छु डायस्पोराका विभिन्न सङ्घ संस्थाहरूले नेपाली साहित्यलाई विश्वमाझ पुर्याउनलाई नेपाली भाषीमाझ पुर्याउनलाई विभिन्न कार्यक्रमहरू पुस्तक प्रकाशन सांस्कृतिक गतिविधि लगायतका कार्यक्रमहरू गरेर त्यो नेपाली भाषालाई विस्तार गरिनु भएको छ र त्यो गर्नुको उद्देश्य नेपाली भाषा साहित्यको र नेपालीको पहिचानलाई पनि अभिवृद्धि गर्नु हो र कतिपय ठाउँमा ती संस्थाहरूले बालबालिकाका लागि नेपाली भाषा कक्षा पनि सञ्चालन गर्नुभएको छ होइन र त्यो प्रशंसनीय कार्य हो त्यसलाई म अत्यन्त प्रशंसा गर्न चाहन्छु त्यो जो कठिन कार्य हो त्यो र नेपाली यहाँ जन्मेका बच्चा बच्चाहरूलाई भाषा सिकाउनु अब मलाई लाग्छ हामीले जहाँ बसेर लेखे पनि हाम्रो सिर्जना हाम्रो जरा नेपाली भाषा हो र नेपाली भाषा नेपाली संस्कृतिमै हामीले पोखिएर लेख्नुपर्छ विशेष गरी नियात्रा लेखकले तिनै विषयहरूलाई समेटेर लेख्नुपर्छ भन्ने मैले मान्यता राख्छु र म सोही अनुसार मेरा सिर्जनामा नियात्रामा ती कुराहरूलाई जोड्ने गरेको छु र डायस्पोरा साहित्य नेपाल र प्रवासीहरूलाई जोड्ने सेतु बनिरहेको छ यात्राले नियात्राले जब हामी भ्रमण गर्छौँ त्यसले हाम्रो दृष्टि फराकिलो बनाउँछ नेपाली डायस्पोराले नेपाली भाषा र साहित्यलाई विश्वका कुना कुनासम्म फैलाउनलाई मद्दत गरिरहेका छन् यो भाषा नेपाली साहित्य बढिरहेको छ र विदेशबाट गुणस्तरीय साहित्य कृतिहरू प्रकाशन भएर ठुल्ठुला पुरस्कारहरू प्राप्त गरेका छन् र नेपाली साहित्यले डायस्पोरिक साहित्यले नेपालको मूलधर साहित्यमा एउटा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको छ भन्ने मैले ठानेको छु र त्यसको प्रमाण हामी आफैसँग छ हामीले सबले देखिरहेका छौँ र यो डायस्पोरा साहित्य आगामी दिनमा अत्यन्त समृद्ध र विशाल हुनेछ र त्यसले एउटा विश्वभरि प्रभाव पार्नेछ भन्ने मैले आशा राखेको छु र नियात्रा साहित्यले पनि त्यसरी नै प्रभाव पार्नेछ र त्यसरी नै अरू साहित्य सर्जकहरूले लेखिरहनु भएको छ भन्ने मैले जानकारी गराउन चाहन्छु र यो साहित्यका या नियात्राका बारेमा मैले अहिलेलाई यति नै कुरा राखेँ र बाँकी कुनै प्रश्नोत्तरको समयमा आयो भने म त्यसलाई थप प्रश्न हुनेछु धन्यवाद धन्यवाद कृष्ण बस्नेतजी यहाँले धेरै राम्रो कुराहरू उठाउनु भएको छ हामी पछि प्रश्न उत्तर गर्ने समयमा पछि हामी छलफलको समयमा फेरि यहाँसँग कुराकानी गर्नेछौँ अब म हाम्रा आदरणीय वक्ता डाक्टर नीलम कार्की निहारीकालाई आफ्नो प्रस्तुति तथा विचारहरू राख्नको लागि अनुरोध गर्नेछु नमस्कार धन्यवाद सङ्गीताजी अनि म यो आयोजकप्रति पनि आभार व्यक्त गर्न चाहन्छु मेरो अग्रजहरू यहाँ हुनुहुन्छ उहाँहरूप्रति नमन गर्न चाहन्छु सुरुमा एउटा अनौठो संयोग पनि मैले बताउन चाहेँ मेरो 10 मिनटभित्र आज धेरै पछि चाहिँ सङ्गीता स्वेच्छा जसले चाहिँ 17-18 वर्षको उमेरमै उपन्यास प्रकाशित गरेकी थिइन् र उनीसँग सँगसँगै म नेपाली साहित्यमा आएर नेपाली साहित्यमा आउँदाखेरि काठमाडौँमा पहिलोचोटि कवि गोष्ठीहरूमा लिएर गएर मलाई परिचित गराउने मान्छे मेरो साथी सङ्गीता स्वेच्छा आज उनीसँग सँगै यसरी बसेर कार्यक्रम गरिरहन पाउँदा मलाई धेरै खुसी लागेको छ फेरि पनि आभार व्यक्त गर्न चाहन्छु सङ्गीता तिमीलाई मेरो विषय छ नेपाली प्रवासी साहित्य लेखनका चुनौती र योगदानहरू हुन त अब चुनौती कहाँ छैन र देशभित्र चुनौती छैन देश बाहिर चुनौती छ भन्नु भनेको यो अन्याय नै हो लेखनको कुरा गर्दा तर पनि बढी र कम त्यसमा चाहिँ हुन्छ नै
र नेपाली साहित्यको हाम्रो अभि सरले भनिसक्नुभयो, डाक्टर अभि सुवेदी सरले भनिसक्नुभयो इतिहासको बारेमा, कसरी सुरु भएको थियो, भारतबाट कसरी लेखिएको थियो र भारतले चाहिँ नेपाली साहित्यलाई समृद्ध गरेको, भारतमा लेखेका नेपाली साहित्यले नेपाली बाङ्लालाई समृद्ध गरेको कुरा हामी बिर्सन सक्दैनौँ र आज पर्यन्त त्यो अझै बढ्दो मात्रामा चलिरहेको छ। यतातिर हाम्रो कृष्ण बजगाईज्यूले पनि यो डायस्पोरिक साहित्यको अथवा डायस्पोराको परिभाषा चाहिँ बताइसक्नु भएको हुनाले म त्यतातिर चाहिँ जानु परेन। तर के देख्छु भने म यहाँनिर सबैभन्दा पहिला चाहिँ प्रवासी साहित्यको कुरा गर्दाखेरि कहाँ बसेर लेखिएको प्रवासी साहित्य अथवा चाहिँ कसले लेखेको, प्रवासमै बसेर लेखेको अथवा चाहिँ प्रवासभन्दा चाहिँ आफ्नै घर देशमा बसेर पनि लेखिएको प्रवासी साहित्य, त्यो दुईवटा कुरामा पनि हाम्रो डाक्टर अभि सुवेदी सरले नेपालमै बसेर लेखिएको राम्रो एउटा प्रवासी साहित्यको उदाहरण पनि पस्किसक्नु भएको छ। त्यो दुईटालाई चाहिँ हामीले स्पष्ट रूपमा देख्न सक्छौँ। हाम्रो देशमै बसेर पनि प्रवासी साहित्य लेखिएका छन् र हामी देशभन्दा बाहिर बसेर पनि हामी लेखेका छौँ। र अर्को कुरा फेरि के छ भन्दा महत्त्वपूर्ण कुरा, धेरै अगाडि चाहिँ धेरै अलमल भएको कुरा चाहिँ प्रवासमा बसेर लेख्दाखेरि उहाँले लेखेका सम्पूर्ण साहित्यहरू चाहिँ प्रवासी साहित्य हुने कि नहुने यो लामो समयसम्म बहसको विषय बनेको थियो नेपाली साहित्यमा। र त्यसमा अहिले त सबैलाई चाहिँ क्लियर भएको हुनुपर्छ होइन। त्यति बेला हामीले आफैलाई पनि सुरुमा 2007 सालमा अमेरिका आएको बेलामा भर्खर भनौँ न हाम्रो डायस्पोरिक साहित्यको चाहिँ चर्चा चाहिँ एकदमै चल्न सुरु गरेको थियो। त्यति बेला मैले पनि आफैलाई प्रश्न गर्ने प्रश्न थियो कि मैले लेखेको साहित्य चाहिँ यो डायस्पोरिक साहित्य हो कि होइन भनेर मैले पनि आफूले चाहिँ हेर्ने चाहिँ अवस्था थियो। भनेपछि आजको दिनमा हाम्रो लागि स्पष्ट दुईवटा कुराहरू छन्। प्रवासमा बसेर लेखेका साहित्यहरू प्रवासी साहित्य चाहिँ नेपालकै विषयमा लेखिरहेका छौँ अथवा चाहिँ नेपालसँग त हुन त हामी प्रवासी साहित्य आफ्नो देशसँग जोडिएरै लेखेका हुन्छौँ, तर पनि सम्पूर्ण रूपमा चाहिँ नेपालमै सुरु भएर नेपालमै सकेका साहित्यहरू छन् कि बाहिरसम्म पुगेका छन् विषयले समेटेर, त्यो दुईटा पनि फेरि हामीले स्पष्ट रूपमा हेर्नुपर्ने देखिन्छ। र मैले यति बेला चाहिँ कुरा गर्न खोजेको चाहिँ प्रवासमा बसेर लेखिएका साहित्यमा पनि प्रवासी साहित्यको चाहिँ जुन म बढी चाहिँ केन्द्रित हुन चाहेँ र त्यसमा चाहिँ हामीले विभिन्न प्रकारको चाहिँ नेपालमा बसेर लेखेको प्रवासी साहित्य भन्दा पनि प्रवासमै बसेर लेखेको साहित्यमा चाहिँ म यति बेला चाहिँ केन्द्रित हुन चाहेको छु। हामी अब प्रवासमा आइसकेपछि जस्तै मेरै आफ्नै कुरा गर्दा पनि मैले एकदम थोरै मात्रै प्रवासी साहित्य चाहिँ सिर्जना गरेको छु। त्यस्तै अस्ति मात्रै हामीले सरले भन्नुभयो सम्राट उपाध्याय सरको हाम्रो लेखनलाई चाहिँ विद्यार्थीहरूले चाहिँ प्रवासी साहित्यको रूपमा चाहिँ लिन्छन् भनेर, तर उहाँले नै अस्ति मसँग हामी एउटा कार्यक्रममा थियौँ। त्यति बेला अब बल्ल म प्रवासी छ, मलाई धेरैले प्रश्न गर्छन् किन तैँले प्रवासी साहित्य लेख्दैनस् अथवा लेख्नुहुन्न भनेर प्रश्न गर्छन्, अब चाहिँ म लेख्ने सोचमा छु भन्दै हुन्थ्यो। जति पनि उहाँका उपन्यास सायद 7वटा कृतिहरू छन्, धेरै जसो केही चाहिँ प्रवाससँग जोडिए पनि धेरै चाहिँ साहित्यहरू चाहिँ नेपालमै केन्द्रित चाहिँ साहित्यहरू अथवा चाहिँ आफ्नै घर देशमै केन्द्रित साहित्यहरू चाहिँ पस्किराख्नु भएको छ। त्यही अवस्था मेरो पनि छ भन्छु म। त्यस कारण हामी सुरुमा त्यो हुनुको चाहिँ मलाई के लाग्छ भने त्यो एउटा मैले त्यसलाई पनि चुनौतीको रूपमा कसरी लिन्छु भन्दाखेरि हामी आइसकेपछि सबैभन्दा पहिला त हामीलाई चाहिँ विदेश गइसकेपछि अथवा विदेशकै बाटोमा प्रवासमा रहँदाखेरि आफ्नो गाँसबास बस्ने समस्या आदि इत्यादि कुराले गर्दा हामी चाहिँ भोगाइ चाहिँ भोगिरहेका हुन्छौँ, परदेशलाई नै हृदयले भोगिरहेका हुन्छौँ, कष्टहरू भोगिरहेका हुन्छौँ, तर हामीले चाहिँ त्यसलाई कलममा उतार्ने गरी चाहिँ हामीले भोगिसकेका हुँदैनौँ। त्यस कारणले गर्दा हामी जति लेखेका हुन्छौँ धेरै जसो चाहिँ हामी देशसँगै जोडेर देशकै कुराहरू चाहिँ बढी लेखेका हुँदो रहेछौँ भन्ने कुरा चाहिँ मलाई लाग्छ। त्यसमा चाहिँ हाम्रो यो जीवनको बसाइ र आफूलाई सेटलमेन्टको कारणले गर्दाखेरि आफूलाई चाहिँ स्थापित त्यहाँ बस्नुको लागि चाहिँ त्यो दिनचर्याको कारणले गर्दाखेरि हामीले चाहिँ प्रवासी साहित्य चाहिँ त्यति छिटो लेख्न नसकेको अथवा नलेखिएको हो भन्ने चाहिँ मेरो आफ्नो बुझाइ छ, मेरो आफ्नो बुझाइबाट हेर्दाखेरि। र अर्को कुरा चाहिँ मैले के देख्छु त भन्दा अर्को चुनौती, हामी प्रवासमा त गइन्छ साहित्य लेख्ने, तर हामी त के छ भन्दा धेरै जसो हामीलाई चाहिँ अब अर्को संस्कृतिसँग पनि हामी साहित्य सिर्जना गर्ने भन्ने बित्तिकै त्यसको त धेरै ठुलो त्यो मसला भनौँ न विषयवस्तु परिवेश त हामीलाई त धेरै ठुलो दायरामा चाहिन्छ, तर त्यो पनि विधागत रूपमा हुन्छ होइन। त्यो हेर्दाखेरि हामीले चाहिँ त्यो ज्ञान लिनको लागि विषयवस्तुको ज्ञान पनि हामीसँग चाहिँ पर्याप्त मात्रामा नभइसकेको कारणले गर्दाखेरि पनि हामीले चाहिँ प्रवासी साहित्य चाहिँ त्यसरी पस्किन नसकेको हो कि भन्ने लाग्छ। जस्तै मेरै आफ्नो उदाहरण गर्दाखेरि म यहाँ आइसकेपछि एउटा कथा लेख्नुपर्ने थियो। भर्खर म न्युयोर्कमा आएर बसेको थिएँ, अनि त्यसपछि एउटा कथा लेख्नुपर्ने थियो। त्यसमा चाहिँ मलाई यहाँ बच्चा चाहिँ हुर्किराखेको चाहिँ एउटा सानो बालक चाहिँ आफ्नो घर देशबाट आएर परदेशमा हुर्किराखेको चाहिँ एउटा विषयवस्तु थियो। त्यति बेला मलाई यहाँ चाहिँ
त्यो ब्रेकफास्टमा चाहिँ के चाहिँ खुवाइन्छ बच्चाहरूले खान्छन् भन्ने कुराको चाहिँ मलाई ज्ञान थिएन। त्यस कारणले त्यसको लागि चाहिँ मलाई छुट्टै अध्ययन गर्नु परेको थियो कि एउटा सानो उदाहरण मात्र पस्किन्छ। त्यस कारण त्यो ज्ञानको दायराले पनि हामीलाई त्यहाँसम्म चाहिँ जुन हामीलाई पर्याप्त मात्रामा साहित्य लेख्नको लागि यहाँको परिवेशहरूको चाहिँ राम्रोसँग ज्ञान नहुनु पनि, ज्ञान नभइसक्नु पनि मैले अर्को चाहिँ चुनौतीको रूपमा लिएको छु। र त्यस्तै गरी चाहिँ हामीले अध्ययन अनुसन्धानकै कुरा गर्दाखेरि पनि कति कुराहरू चाहिँ हाम्रो के छ त भन्दा प्रवासमै लेखे पनि हामी त जोडिन त त्यो हाम्रो सिधा रेखा खिचेर त हामी त माटोसँग आफ्नो जरासँग जोडेका हुन्छौँ र कति कुराहरू हामी अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ। र त्यो अध्ययन अनुसन्धानको क्रममा केही अध्ययन अनुसन्धान हामीले परदेशमा पनि गर्नुपर्ने हुन्छ र केही अध्ययन अनुसन्धान हामीले घरदेशमा पनि गर्नुपर्ने हुन्छ। त्यस कारणले त्यसको लागि समय अभावको कारणले गर्दाखेरि पनि त्यो अध्ययन अनुसन्धानको लागि समय अभावको कारणले गर्दाखेरि पनि त्यो अर्को रूपमा चाहिँ मैले चुनौतीको रूपमा लिएको छु। र अर्को चाहिँ के छ त भन्दा त्यो समय अभावकै कुरा गर्दाखेरि पनि हुन त सबैको 24 घन्टै हो, एक दिनमा 365 दिनै हो, तर पनि के छ त भन्दा हाम्रो घरदेशमा हुँदाखेरि चाहिँ हामीलाई अलिकति सुविधा छ। हाम्रो त्यसमा चाहिँ मैले त्यो समयमा पनि अलिक धेरै कटौती हुनु पर्दैन भन्छु म। त्यो 24 घन्टाभित्र पनि अलिकति समयको सुविधा आफ्नो घरदेशमा चाहिँ अलिकति बढी हुने हो कि त्यसले चाहिँ, किनभने यहाँ त हाम्रो सम्पूर्ण जिम्मेवारी चाहिँ दुईवटा अथवा एकवटा अथवा दुईवटा आमा अथवा बुवा होइन, दुईवटा मात्रै काँधे उठाइराख्नु पर्ने भएको कारणले गर्दाखेरि पनि अथवा विभिन्न आर्थिक विभिन्न कारणले गर्दाखेरि त्यो समयको कारणले गर्दाखेरि पनि अलिकति समय जुटाउनको लागि त्यो परदेशमा चाहिँ लेखिने साहित्यमा अलिकति चाहिँ चुनौतीको रूपमा मैले देखेको छु। अनि त्यस्तै गरेर लेखिसकेपछि पनि र बिस्तारै बस्दै जाँदा यहाँको चाहिँ भनौँ बाहिरको परदेशको विषयवस्तुको ज्ञान भयो, संस्कृतिसँग त्यहाँ भिजिँदै गयो, संस्कृतिको कुरा गर्दा पनि सांस्कृतिक ज्ञानको पनि मैले कुरा गर्छु। जस्तै हामी चाहिँ के छ भन्दा परदेशमा चाहिँ हामी लेख्न त खोजिन्छ, लेखिन्छ, तर हामीले चाहिँ त्यो कुनै कुरा त नेपालमै बसेर अथवा आफ्नै घरदेशमा बसेर रिसर्च गर्न भ्याएको कुरा जति पनि हामीले यहाँ बसेर त्यसलाई अनुभूति गर्न पाएका हुँदैनौँ। जस्तै एउटा उदाहरण दिन चाहे क्रिसमस आयो होइन, हामीले क्रिसमसको बारेमा लेख्न छ, यहाँ बसेपछि त मजा लेख्न सकिन्छ होला जस्तो लाग्छ। तर हामीले जति अहिले नेपालमा क्रिसमस मनाउँछौँ होला त्यति हाम्रो घरभित्र त्यति चाहिँ क्रिसमस चाहिँ हामीले त देखेको हुँदैनौँ। कसरी चाहिँ त्यो मनाइन्छ, कसरी क्रिसमस ट्रीमा चाहिँ डेकोरेट गरिन्छ भन्ने कुरा पनि हामीलाई राम्रोसँग थाहा छैन। त्यस कारण न यताको न उताको भएको अवस्था छ कि हाम्रो सांस्कृतिक रूपमा चाहिँ न यताको छौँ हामी, न चाहिँ उताको चाहिँ पूर्ण रूपमा चाहिँ हामीले चाहिँ बनाउन पाएका छौँ, संस्कृतिसँग त्यो तालमेल गर्न पाएका छौँ। त्यस कारण त्यो तालमेल गर्न नपाउनु पनि त्यो अर्को अप्ठ्यारो अवस्था हो। र भाषाको समस्या जुनसुकै देशमा गइसकेपछि पनि त्यहाँको लागि बुझ्नको लागि भाषाको समस्या, अर्को चाहिँ भाषाको समस्या पनि अर्को चाहिँ डायस्पोरिक राइटिङको लागि चाहिँ चुनौतीको रूपमा लिएको छु। त्यसमा त अब कसैले सिधै अङ्ग्रेजी भाषामै लेख्नु भएको छ, केही धेरै कमले मात्रै लेख्नु भएको छ। सरले पनि उदाहरण दिइसक्नु, हाम्रो मञ्जुश्री थापा, हामीले सबैभन्दा सुरुमा सम्झिने सम्राट उपाध्याय, अरू धेरै अहिले त धेरैजना आइसक्नु भएको छ। त्यस कारण बाहिर बसेर लेख्ने भाषाको समस्या अथवा चाहिँ अरू अन्य देशको भाषा पनि जहाँ त्यहाँ जुन देशमा जानु भएको छ, हामी त धेरै देशमा फैलिएको छौँ, त्यसले गर्दाखेरि त्यहाँको चाहिँ भाषाको समस्याको कुरा पनि आउँछ। र त्यसमा भाषागत कुरा गर्दा हामी अब अनुवादका कुराहरू लिएर आउँछौँ। त्यो अनुवादका कुराहरू हामी चाहिँ त्यसले गर्दाखेरि के छ त भन्दा प्रवासी साहित्यलाई यहाँको साहित्यसँग मिलाएर लेख्नको लागि अथवा चाहिँ हामी अन्तर्राष्ट्रियकरणमा अन्तर्राष्ट्रमा जानको लागि चाहिँ हामीलाई चाहिँ त्यो हामीसँग आफ्नो सिर्जना छ, अनुवाद पनि त्यति धेरै भइसकेको छैन, हामी चाहिँ त्यहाँ त्यसको भाषामा लेख्दैनौँ अथवा अङ्ग्रेजी भाषामा पनि लेख्दैनौँ भनेपछि त्यो भाषाका समस्याले गर्दा हामी राम्रोसँग एक्सचेन्ज नभइसकेको, हामी राम्रोसँग चाहिँ लेख्न नसकेको अर्को अवस्था छ। भने लेखिसकेपछि अब आयो हामी सबै त्यो जुन समय पनि मिलायौँ, बिस्तारै हामी सेटलमेन्ट पनि भयौँ अथवा चाहिँ हामीले अलिकति समय लिएर हामीले चाहिँ डायस्पोराको अथवा साहित्य सिर्जना गऱ्यौँ भने अब त्यसमा चाहिँ हामी अधिकांशले लेख्ने, भर्खरै भने मैले भाषाको कुरा चाहिँ हामीले लेख्ने भनेको धेरैले लेख्ने भनेको नेपाली भाषामा हो र हाम्रो प्रकाशित हुने भनेको कहाँ हो त भन्दा नेपालकै प्रेसमा हो र नेपालको प्रकाशक अथवा प्रेसमा हो र उहाँले पठाउने भारतसम्म पठाउनु होला, त्यो फरक कुरा हो। तर पनि हामीले बुझ्दाखेरि हाम्रो प्रकाशन हुने भनेको नेपालमै हो। र नेपालमा प्रकाशन हुँदाखेरि के छ भन्दा प्रकाशनका आफ्नै चुनौतीहरू छन् फेरि होइन। त्यसमा अब हामीले केही
2-4 अब केही व्यक्तिले चाहिँ अब ल प्रकाशन हाउसहरू पाउनु भएको छ, प्रकाशकले प्रकाशन गर्नु भएको छ भन्ने हिसाबले त्यतातिर नजाउँ, किनभने अधिकांशलाई त्यो चाहिँ गाह्रो भएको कारणले गर्दाखेरि चाहिँ त्यो प्रकाशनको लागि अर्को चाहिँ छुट्टै चाहिँ चुनौतीको अवस्था छ। र प्रकाशन भइसकेपछि पनि फेरि त्यसलाई चाहिँ बाहिर बजारमा चाहिँ आउनको लागि, पढ्नको लागि पनि फेरि प्रवासमा त्यो साहित्यलाई लिएर आएर पढ्नको लागि अझैसम्म पनि हामीले एकदमै थोरै नगर्ने नै भन्छु म। त्यसलाई चाहिँ हामीले पढ्ने अवसरको रूपमा पनि हामीले चाहिँ अहिले सामाजिक सञ्जालमा आदि इत्यादि पढेको भए पनि हामीले झोलाबाट मगाएर किताब ल्याएर पढ्ने मात्रै हो। त्यस कारणले लेख्नु भनेको पढ्नु पनि हो। त्यस कारणले गर्दा त्यो पढ्नको लागि पनि हाम्रो चाहिँ प्रवासमा ल्याएर नेपाली पुस्तकहरू, है मैले अरू भन्न खोजेको छैन, नेपाली पुस्तकहरू हाम्रो भाषामा छापिएका पुस्तकहरू आफ्नै पुस्तक पनि लिएर चाहिँ बाहिर लिएर आएर पढ्न वितरणमा चाहिँ एकदमै समस्या छ। तर यो लेखनको कुरा गर्दाखेरि अर्को कुरा पनि के छ त भन्दा जसले चाहिँ मैले बाहिर हेर्दाखेरि के देख्छु भने हामी चाहिँ 3 प्रकारको चाहिँ लेखाइराखेको भन्नाले हामी सर्जकहरू देख्छौँ म, जसले चाहिँ नेपालमै सिर्जना गरेर आउनुभयो, आएका छौँ र चाहिँ उहाँलाई चाहिँ अलिकति सहज बाहिर आइसकेपछि लेख्न प्रकाशन हुन अलिकति सहज देखेको छु मैले। जस्तै म अमेरिका आउँदाखेरि मैले 2007 सालमा आउँदा मेरो 5वटा पुस्तक प्रकाशित भइसकेको थियो र साहित्य जगतमा अलिकति मैले काम गरिसकेको थिएँ। त्यस्तै विभिन्न व्यक्तिहरू हुनुहुन्छ यहाँ, जस्तै गोविन्द गिरी प्रेरणा हुनुहुन्छ, हेमन्त दाइले लेख्नु, सीता पाण्डे, अब धेरै हुनुहुन्छ, गोवर्धन पूजा उहाँहरू हुनुहुन्छ, जसले चाहिँ हामीले नेपालमै लेखेर आएका थियौँ। त्यस कारण हामीलाई अलिकति सहज पनि हो है त्यो प्रकाशनमा यताउता। तर केही चाहिँ मैले के देख्छु भने नेपालमा चाहिँ एकदमै साहित्यिक हृदय छ, डायरीमा पनि एकदम मजाले लेख्नु भएको थियो, तर नेपालमा चाहिँ प्रकाशित भइसक्नु भएको थिएन। अहिले जस्तो सामाजिक सञ्जाल पनि थिएन लेखेर छापिहाल्नको लागि, र त्यो छापिनको लागि पनि जुन त्यो हाम्रो प्रकाशितहरूलाई पत्र पत्रिका पनि एकदमै छापिराखेको थियो, तर पनि त्यसरी पुरा मात्रामा सबैलाई समेटिने गरी छापिएको थिएन। त्यसले गर्दाखेरि एकदमै लेखेरै आफ्नो डायरी नै बोकेर चाहिँ प्रवासमा आएको नेपालबाट साहित्य बोकेर त्यो साहित्यलाई चाहिँ झोलामा चाहिँ आफ्नो डायरी बोकेर आएको साहित्यकारहरू पनि मैले उहाँहरूलाई पनि भेटेको छु। भने केही चाहिँ यो जुन डायस्पोरिक लाइफको जुन बस्ने क्रममा एकदम हामीले त्यो चरणबद्ध हेर्दाखेरि हामी 4थो चरण भन्छौँ कि, जसले चाहिँ सम्पूर्ण आफूलाई चाहिँ राम्रोसँग चाहिँ बस्नको लागि जीवनमा सेटलमेन्ट गर्नु। हजुर टुङ्गनतिर लागे र त्यस्तो खालको चरणबद्ध रूपमा चाहिँ विभिन्न चाहिँ खालको भनौँ हामी चाहिँ सिर्जना गरिरहेका छौँ। र त्यसले गर्दा पहिलो खालको जसले चाहिँ नेपालमै प्रकाशित भएर आउनु भएको थियो उहाँहरूलाई चाहिँ अलिकति सजिलो पनि छ, र अलिकति पछाडि यहाँ आएर आफूलाई चाहिँ प्रकाशित हुने अवसर प्राप्त गर्नुभयो, उहाँहरूलाई चाहिँ प्रकाशित त हुनुभयो, तर त्यसमा चाहिँ धेरै चुनौती भयो। र चुनौतीमा पनि अझै सबैभन्दा ठुलो चुनौती मैले के देखेको छु भने उहाँहरूप्रतिको नेपाली बाङ्मयले देखाएको विश्वसनीयताको त्यो प्रश्न चाहिँ सबैभन्दा दुखाउने प्रश्न चाहिँ त्यो रहेको छ। त्यो अर्को चाहिँ त्यसले चाहिँ धेरैजना चाहिँ दुख्नु भएको चाहिँ मैले त्यो अवस्था देखेको छु। त्यस कारणले त्यो विश्वसनीयताको प्रश्न चाहिँ अर्को चाहिँ चुनौतीको रूपमा रहेको छ। भने अब योगदानको कुरा गर्दाखेरि त साहित्य क्षेत्रबाट प्रवासमा बसेर भाषामा जस्तो नेपाली भाषालाई प्रवासी साहित्यतिर विभिन्न देशको अहिले हामी पढ्न पाइरहेका छौँ। त्यो नेपाली बाङ्मयलाई जसरी हामीले हिजोको देशमा चाहिँ मुलुक बाहिर जस्तो कथा सरले उदाहरण रूपमा दिनुभयो, त्यस्ता कथाहरू चाहिँ हामीले भारतीय साहित्यबाट हामीले चाहिँ प्राप्त गरेका थियौँ भने अहिले त देश बाहिरबाट चाहिँ विभिन्न देशको भाषा संस्कृति त्यहाँको बारेमा त्यो, किनभने त्योसँग संस्कृति हाम्रो साहित्यसँग सँगसँगै त त्यो देश पनि त जोडिएको हुन्छ, सम्बन्धित देश जोडिएको हुन्छ, त्यो पढ्ने अवसर प्राप्त गरेका छौँ। र त्यसले गर्दाखेरि नेपाली साहित्यलाई, नेपाली बाङ्मयलाई चाहिँ सबै कुराबाट अब त्यो चुनौतीहरू पन्छाएर हेर्दाखेरि चाहिँ के देखिन्छ त भन्दा नेपाली बाङ्मयलाई अलिकति विविधता पस्किने काम र बाहिर अरू देशसँग नेपाली साहित्यलाई अरू देशमा थोरै भए पनि परिचित गराउने काम र विभिन्न संस्थाले पनि भूमिका खेलेका छन्। भने जुन हाम्रा साहित्य हामीले चाहिँ विभिन्न देशका कुराहरू चाहिँ लिएर गएर त्यहाँका जीवन भोगाइ मात्र आफ्ना कुरा मात्रै नभएर त्यो देशसँग जोडिएका कुराहरू चाहिँ नेपाली बाङ्मयलाई चाहिँ अलिकति भए पनि श्रीवृद्धि गर्ने काम चाहिँ जुन प्रवासी साहित्यले गरेको छ भन्ने चाहिँ मलाई लागेको छ। धन्यवाद। समयको कारणले गर्दा मैले यहाँ रोक्नु पर्ला जस्तो छ। अनि पछि हामी छलफलको क्रममा केही कुराहरू फेरि निस्केला। अब हाम्रो अर्को वक्ता हुनुहुन्छ असिस्टेन्ट प्रोफेसर महेश पौडेलजी, उहाँलाई उहाँको प्रेजेन्टेसन राख्नुको लागि म अनुरोध गर्दछु। धन्यवाद सङ्गीताजी। यस प्यानलमा उपस्थित मेरा गुरु कवि सुवेदी सर, आदरणीय दाजु कृष्ण बजगाई,
प्रसिद्ध लेखक निलमजी, सङ्गीताजी आफै र जुम भित्र जो उपस्थित हुनुहुन्छ लेखकहरू, उहाँहरू सबैलाई अभिवादन भन्छु र जुम बाहिर विभिन्न माध्यमबाट हामीलाई सुनिरहनुभएका सबै अध्येता साहित्य अनुरागीप्रति पनि म अभिवादन भन्छु। मलाई के लाग्यो भने अब अभिसरलाई हामीले सुन्यौँ र अरू वक्ताहरूलाई सुनिसकेपछि यो डेफिनेसनल ट्र्याप, त्यो परिभाषाको एउटा खोज जो छ त्यसभित्र त्यति धेरै उभिरहनुपर्छ, अल्झिरहनुपर्छ जस्तो पनि मलाई लागेन। एउटा शाश्वत सत्य के आयो भने विशेष गरी नेपाली डायस्पोराको परिभाषा गर्ने क्रममा यहाँ एउटा विचित्रको एम्बिभ्यालेन्स छ, एक खालको एउटा विरोधाभास यसभित्र छ, अथवा यो एउटा द्विचर छ यसभित्र र त्यसलाई चिर्न सकिएको छैन भन्ने कुरा अघि अभिसरले गर्नुभयो। अब म पनि चाहिँ यो नेपाल र नेपालको बोर्डर वरिपरि काम गर्ने लेखक भएका नाताले यो चिज मैले पनि अनुभूत गरेको छु। यद्यपि पनि मलाई के लाग्छ भने अभिसरको मेरो जुन प्रकारको विश्वविद्यालयमा रेस्पोन्सिबिलिटी छ र हामीले शोध कार्य गर्ने विद्यार्थीहरूलाई प्रष्ट एउटा चिज यसो है भनेर भन्नु नै पर्ने हुन्छ, नत्र उसको थेसिस पनि त मुकाममा पुग्दैन, उसले गर्दै गरेको त्यो कार्य मुकाममा पुग्दैन। अनि के चाहिँ हो त सर, के चाहिँ हो त सर भनिरहँदा एउटा बोल्ड एउटा स्ट्यान्ड हामीले सर के लिनुपर्ने मैले देखेको छु, विशेष गरी नेपालसँग बोर्डर जोडिएको देशहरूमा भएको नेपालीहरूको हकमा भने यो यसको पछि सरबाट म यसको इन्डोर्समेन्टको पनि अपेक्षा गर्छु। के भने भारतमा भएका नेपालीहरू प्रष्ट हिसाबले दुई खाले नेपाली छन्। एउटा 1814-15 को युद्ध पछाडि सुगौली सन्धिले देशको सीमाङ्कनलाई पुनः परिभाषित गरेपछि यता सुतेका मान्छे बिहान उज्यालो हुँदा उताका भए। अब तिनीहरूको कथामा मुभमेन्ट छैन, टेरिटोरियल मुभमेन्ट छैन। अब टेरिटोरियल मुभमेन्ट कोही मान्छे डायस्पोरा हुनुको एउटा न्यूनतम शर्त हो। अब टेरिटोरियल मुभमेन्ट नभइसकेपछि तिनीहरू डायस्पोराभित्र पर्दैनन्। फेरि त्यही भारतमा म उत्तर पूर्वीय भारतमा लामो समय अध्ययनको सिलसिलामा बसेँ होइन। त्यहाँ हरेक मान्छे, धेरै जसो मान्छे चाहिँ के छ भन्दाखेरि पहाड घर चाहिँ कहाँ भनेर अब हामीले सोद्धाखेरि ताप्लेजुङ भन्ने मान्छेहरूको पपुलेसन छ, इलाम भन्ने मान्छेहरूको पपुलेसन, पाँचथर भन्ने मान्छेहरूको पपुलेसन त छ त। उनीहरूको पहाड घर देहरादुन पनि होइन, सिक्किम पनि होइन, दार्जिलिङ पनि होइन र यतैबाट क्रस बोर्डर माइग्रेसन गरेरै गएका मान्छे हुन् भने हामीले चाहिँ त्यो उनीहरू डायस्पोरा होइनन् भन्ने कुरालाई डाइल्युट गर्न त थ्योरिटिकल्ली त सकिँदैन नि त फ्याक्ट। र भारतबाट आउने यो एङ्जाइटीको कारण मैले यसो पत्ता लगाएको, मान्छेहरूले डायस्पोरा हुनुलाई नागरिक हुनु या नहुनुसँग पनि जोडेर एउटा चाहिँ हेरेका छन् र सशङ्कित भएका छन्। डायस्पोरा भनेको त्यो तात्कालिक नागरिकतासँग जोडिने विषय हुँदै होइन। यो डायस्पोरा भनेको त्यसको जेनोलोजिकल रुट्सहरू कहाँ जान्छन्, त्यो कति समय अगाडिदेखि त्यो मुभमेन्टमा छ, त्यो समुदाय मास मुभमेन्ट छ भन्ने कुराको कुरा हो। त्यसले त्यो कोही मान्छे चाहिँ यो चाहिँ जस्तो साउथ अमेरिकामा बसेका हिस्पेनिकहरू हिस्पेनिक भाषा बोल्छन्, यिनीहरूको चाहिँ स्पेनसँग सम्बन्ध छ भनेर तिनीहरू अमेरिकाका नागरिक होइनन् भन्ने कुरा त लिगल्ली एसर्ट गर्न सकिँदैन नि त। नागरिकता इज अ डिफरेन्ट थिङ। नागरिकता एउटा एडहक व्यवस्था हो संसारभरिका देशहरूको। तर जेनोलोजी भनेको कसैको उद्भव भनेको त एडहक विषय त होइन। त्यो त उद्भव त हुन्छै हुन्छ। लीलबहादुर छेत्रीलाई पनि यसो घुमाएर हामीले चाहिँ मैले पनि अन्तर्वार्ता लिएँ उहाँको, गरिमामा छापियो 68 सालतिर। अनि सिधै त्यो क्वेसन नगरेर घुमाउरो पाराबाट गर्दाखेरि फेरि रुट त ताप्लेजुङकै कुरो आयो। अनि कसैको रुट ताप्लेजुङ छ, कसैको इलाम छ, कसैको चाहिँ तपाईँको पर्वत छ भने त्यो पितृभूमि हो नि त। पर्वत भनेको, इलाम भनेको त्यो पितृभूमि। त्यो पितृभूमि कहाँ हो भन्ने प्रश्नको उत्तर सँगसँगै डायस्पोराको डेफिनेसन जाने कुरा हो। अर्को कुरा, भारतको प्रशासनलाई पनि त थाहा छ कि 1814-15 एङ्ग्लो नेपाल वार भइसके पछाडि भारतमा भर्ती खुलो। अनि भर्ती खोलेपछि त खुर्रो यतैबाट क्रस बोर्डर गएकै हुन् नि त नेपालीहरू भर्ती लाग्नलाई। अनि जो चाहिँ भारतमा चाहिँ त्यो गोर्खा रेजिमेन्ट जो भनियो त्यो छरिँदै
ब्रुनेईसम्म पुग्यो, हङकङ पुग्यो, बेलायतमा अहिले हामी बेलायतको सन्दर्भ यहाँ जोडिएको छ। बेलायतमा ठुलो सङ्ख्यामा चाहिँ गोर्खा सैनिक भेटरेनहरू हुनुहुन्छ, उहाँको फ्यामिली हुनुहुन्छ, बेलायतको नागरिक पनि हुनुभयो, पेन्सन पट्टा उताको छ, सबै कुराको उता छ, अङ्ग्रेजी पनि खर्राटे बोल्नुहुन्छ। तर नेपालसँग अब हाम्रो गोरु बेचेको साइनो पनि छैन भन्ने हिम्मत त हुँदैन नि। त्यो एउटा पितृभूमि यहाँ हुनुको सत्यमा टेकेर यी रिमोट डायस्पोरा होलान्, डिसेन्ट डायस्पोरा होलान्, रिसेन्ट डायस्पोरा होलान्, त्यो पपुलेसन चाहिँ नेपाली डायस्पोराभित्र पर्छ भन्ने मेरो बुझाइ छ। यो भन्दा अलिअलि हप्की पनि भइन्छ, तर यो थ्योरिटिकली सत्य कुरा हो। यो कुरो एउटा स्टेब्लिस फ्याक्ट हो र यो कुन देशको नागरिक हुन् भन्ने कुरासँग कतै पनि यो चाहिँ सरकार राख्दैन, त्योसँग रिलेटेड कुरा चाहिँ छैन। फेरि हामीले पूर्वी नेपालमा हेऱ्यौँ भने एउटा नेपाली इतिहासमा पनि नआएको पनि एउटा कुरा छ, त्यति लेखिएको छैन र अहिले यो भन्नु पनि जोखिमपूर्ण चाहिँ छ। तर मैले यसो मेटाफोराइजेसन गरेर भन्छु, अब अविसरले बुझ्नुहुन्छ, सबैले बुझ्नुहुन्छ, चाहिँ 1940s 50s तिर चाहिँ पूर्वी पहाडमा एक खालको नजानिदो एउटा इथनिक द्वन्द्व चाहिँ थियो। त्यो इथनिक द्वन्द्व त्यति धेरै लेखिएको छैन। त्यो इथनिक द्वन्द्वले गर्दाखेरि 40s 50s तिर धेरै नेपालीहरू त्यो बोर्डर काटेर जाँदा 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 बर्मासम्म त्यो बेलामा पुगेका छन्। यद्यपि बर्मा पुगेको फेरि विश्वयुद्धसँग जोडिएको अर्को त्यो एउटा चाहिँ पुस फ्याक्टरको कथा, माइग्रेसनको पुसको पनि त्यो पनि छ। तर पनि पूर्वी नेपालका पहाडमा थोरै खालको एक खालको इथनिक भायोलेन्स, एउटा चाहिँ जात जातिको कुराहरू आएको भएर सशङ्कित भएर डराएर भागेको एउटा पपुलेसन पनि छ। त्यो गएर नागाल्यान्डमा बस्यो, अरुणाचलमा बस्यो, मणिपुरमा बस्यो। यो फ्याक्ट हो जसलाई हिस्ट्रीले त्यति क्लेरिटीका साथ चाहिँ रेकर्ड गरेको चाहिँ छैन। मैले अघि यो जुमको बक्समा डेभिड गेलर सरलाई पनि देखेको थिएँ। सर डेभिड सर यहाँ हुनुहुन्छ भने सरलाई अभिवादन छ। यी कुराहरूमा सर पनि इन्गेज हुनुहुन्छ। र भुटानको त इन्ट्रेस्टिङ के रहेछ भन्दाखेरि भुटानका फाउन्डर राजा साब्दुङ न्यामदेलको निधन भइसकेपछि त्यो एउटा विशेष प्रकारको गुम्बा बनाउनका लागि 17औं शताब्दीको अन्त्यतिर नेपालीहरूलाई काठमाडौँबाट लगिएको रहेछ। लगेपछि ती त्यतै बसे, तिनीहरूका परिवारहरू गए, एकजना गएपछि अर्को जान्छ, अर्को जान्छ, अर्को जान्छ, अर्को जान्छ र साउथ भुटानमा गएर साउथमा बसेका भएर लोत्सोम्पा भनियो। त्यो पुरा साउथमा चाहिँ यसरी बसेका थिए कि त्यो बाई द टर्न अफ द सेन्चुरी पुरा भुटानको चाहिँ 28 देखि 30% चाहिँ पुरै नेपाली भाषी थिए। अनि गएको चाहिँ कहाँबाट त भन्दा यहीँबाट गएको। अहिले पनि सोद्धाखेरि त्यो रुट्स चाहिँ उहाँहरूले यताको केही काठमाडौँ र अधिकांश चाहिँ पूर्वी पहाडको बताउनुहुन्छ भने त्यो रुटको कुरा हो। डायस्पोरा भएको चाहिँ रुटको कुरा भएको हुनाले यसमा त्यति धेरै विवाद छैन। अलिकति हामीले बोल्डली यो डेफिनेसनलाई प्लेस गऱ्यौँ भने युनिभर्सिटीको त्यो एउटा त्यो क्विक सेन्डबाट अभिसर हामी थोरै बत्न सक्छौँ भन्ने मलाई लागेको छ। एउटा कुरा यो मलाई राख्न मन लागेको कुरा भइहाल्यो। अर्को कुरा चाहिँ अचेल चाहिँ एकाडेमियामा अब हामीले रिसर्च गर्दा, थेसिस गराउँदा, जस्तो थ्योरिस्टहरू त धेरै आए। विलियम सफ्रानहरूले तपाईँ चाहिँ अमेरिका जानुभयो भने तपाईँ डायस्पोरा हुने होइन, तपाईँको छोराछोरीहरू जो त्यहीँ जन्मे त्यहीँ हुर्के, उनीहरूलाई नेपाल चाहिँ किम्बदन्ती हो, मिथको एउटा कथा कविता हो, आमाले भनेको अथवा सुनेको पढेको यस्तो खालको एउटा फर्गटन, अलमोस्ट फर्गटन टेरिटरी हो, त्यो पास्ट हो भने ती बच्चाहरू चाहिँ नयाँ समयसँग, नयाँ भाषिक समुदायसँग नयाँ साथी बनाएर र दिलमा नेपाल पनि एउटा कथाको रूपमा, एउटा स्मरणको रूपमा चाहिँ हुर्काएर बाँच्छन्। ती चाहिँ असली डायस्पोरा हुन् भन्ने पनि एउटा चिज छ। तर रोबिन कुहेनहरू आइसकेपछि उहाँहरूको चाहिँ के आयो भने त्यस्तो मात्रै डायस्पोरा चाहिँ हुँदैन। त्यसरी चाहिँ बसैँ सरेर गएर उतै सेटल भएको पनि डायस्पोरा हुन्छ, जागिर खान जाने पनि डायस्पोरा हुन्छ, भर्खर गएको पनि डायस्पोरा हुन्छ, विद्यार्थी पनि एक खालको चाहिँ स्टुडेन्ट डायस्पोरा पनि छ, लेबर डायस्पोरा पनि छ भनेको हुनाले अब डायस्पोराको डेफिनेसन पनि अलिक खुकुलो भएको हुनाले तपाईँ हामी धेरै त्यसमा अटाउने सम्भावनाको बाटो चाहिँ रोबिन कुहेनले थ्योरिटिकल्ली खोलिदिएका छन् र यो एउटा कुरा पनि मैले तपाईँहरूको बिचमा राखेँ। अब अर्को एउटा कुरा इन्ट्रेस्टिङ मलाई लागेको के भने डायस्पोरा, नेपाली डायस्पोरा एउटा कुरा हो, डायस्पोरिक राइटिङ इज अ डिफरेन्ट थिङ। डायस्पोरैले डायस्पोरिक राइटिङ लेख्छ भन्ने कुरा पनि होइन। अब डायस्पोरिक राइटिङ फेरि डायस्पोराबाटै आउँछ भन्ने पनि कुरा चाहिँ
र होइन मैले नेपालमै बसेर जस्तो अमेरिकामा एउटा मल्टिकल्चरल सेटिङमा हुर्किरहेका बच्चाहरूको कथा लेखेँ भने मेरो कथाभित्र त्यो डायस्पोरिक कन्टेन्ट चाहिँ आउँछ, तर म लेखक डायस्पोरा होइन, पात्र डायस्पोरिक हुनसक्छ। त्यसैले नेपाली डायस्पोरा राइटिङ भनिरहँदा नेपाली डायस्पोराले लेखेको र डायस्पोरिक कन्टेन्ट लाई समेटेर लेखेको भन्ने यो छुट्टा छुट्टै कुरा हो। यो छुट्टा छुट्टैलाई हामीले चाहिँ अलिकति विभाजन गरेर हेर्नुपर्छ। हामीले यहीँनिर चाहिँ गल्ती गर्छौँ होइन। यहाँ 2-4वटा किताबहरू छापिएका छन्। डिस्टेन्ट सनराइज भनेर छापियो नर्थ अमेरिकाको लेखकहरूको। त्यसमा नर्थ अमेरिकामा गएर बसेका लेखकहरू समेटिनु भएको छ। त्यहाँ डायस्पोराइजेसनको कुराहरू गरिएको छ। अब भित्र कन्टेन्ट फेरि यतैको कथाहरू यतै पहाडतिर कता कताका कथाहरू छन्। यो एउटा कुरा छ। अब अर्को प्रज्ञा प्रतिष्ठानले डायस्पोरिक नेपाली कविताको अङ्ग्रेजी अनुवाद छाप्यो। म आफै पनि जोडिएको एउटा चाहिँ प्रोजेक्ट हो त्यो। त्यहाँभित्रको त कन्टेन्ट एनालाइसिस गर्यो भनेदेखि कतिपय कविताहरूमा यहीँका खोला नाला यताउति छन्। त्यो लेखक पनि माइग्रेन्ट हो भन्ने पनि थाहा हुँदैन, उताको नेचुरलाइज सिटिजन हो भन्ने पनि थाहा हुँदैन। त्यहाँभित्र बिम्बमा पनि आउँदैन, प्रतीकमा पनि आउँदैन, कुनै उद्धरणमा पनि आउँदैन, त्यो एलुजन पनि छैन। सबै देशी साहित्य छ भने यस्तो चिज चाहिँ भोलि चाहिँ केटेगराइजेसन गर्दाखेरि अथवा रिसर्चमा अगाडि बढाउँदाखेरि र ठ्याक्कै एन्थोलोजी निकाल्दाखेरि चाहिँ अलिकति चाहिँ अलि त्यो सङ्कलकहरू सम्पादकहरू चाहिँ थोरै प्रष्ट भएर यिनीहरूको बिचमा चाहिँ एउटा लाइन अफ डिभिजन तान्नु पनि जरुरी देखिन्छ। किनभने अघिदेखि हामी लाइन अफ डिभिजन कहाँ तान्ने र कसरी तान्ने त्यसमा अलमलको कुरा अघिदेखि हामी गरिरहेका छौँ। र मेरो चाहिँ जस्तो म पनि हिँडिरहन्छु गइरहन्छु, भर्खर पनि चाहिँ 50-60 दिन अमेरिका क्यानाडा गएर त्यही समुदायसँग बसेर आएको होइन। र त्यो दोस्रो जेनेरेसन जो हुन्छ, दोस्रो जेनेरेसन भन्नाले कि त सानै उमेरमा गएको अथवा ती जन्मेर हुर्किएको आदिउदो नेपाली पनि बोलिरहेछ अलिअलि र बढी त्यो त्यहाँको स्थानीय भाषा बोलिरहेछ, साथी सङ्गाती पनि त्यतैका छन्, नेपालको अलिअलि सुनेको छ भने यिनीहरूको राइटिङ अथवा यिनीहरूको अभिव्यक्ति चाहिँ इट्स अ भेरी इन्ट्रेस्टिङ टेरिटरी फर रिसर्च रहेछ भन्ने चाहिँ मलाई लाग्यो। भन्दाखेरि अब हामी धेरै फ्रिक्वेन्टली नेपाल आउने जाने, अस्ति सबै यतैबाट स्थापित भएर गएकाहरूले त्यो उताको त्यो चाहिँ त्यो एउटा त्यो के भन्ने एउटा फजी स्पेसबाट कन्टेन्ट क्रिएट गर्नुभयो भने चाहिँ त्यो डायस्पोरिक अध्ययनका लागि इन्ट्रेस्टिङ कुरा हुने भयो। फेरि त्यो कथा पनि त्यो यतैको आउँदाखेरि चाहिँ त्यो त्यति धेरै डायस्पोरिक अध्ययनका लागि सामग्री चाहिँ नहुँदो रहेछ। त्यसैले अब अभिसरकै कुरालाई चाहिँ फेरि चाहिँ बरो गर्दै डायस्पोरा नेपाली डायस्पोराको साहित्यको कुरा चाहिँ फेरि पनि भारतबाटै सुरु भएको रहेछ। अब अघि सरले इन्द्रबहादुर राई लगायतको त्यो योगदानको कुरा गर्नुभयो। अब उहाँहरूको फेरि डिबेट के छ भने भूमिसहित भारतीय भएको हुनाले त्यहाँ कहाँ राख्ने, तर यतैबाट चाहिँ गएकाहरूको एउटा साहित्यको यसो सुराकी गर्दा मैले 1890 सर तुलाचन आलेहरूले मणिपुरको लडाईँको सवाई लेखेको समय 1891 सनको कुरा हो यो, जुन बेला नेपालभित्र पनि सवाई लहरी साहित्य त्यति धेरै विकसित भएको थिएन। जोगराजलाई पत्र भनी हुकुम दिया, हुकुम पाई पल्टनले किल्ला घेरी लिया। त्यो पल्टनिक भन्ने वर्ड आयो यहाँ। त्यो मिलिट्री अनुभवहरूलाई जोडेर नेपाली चाहिँ यी गोर्खा सैनिकहरूले जो उत्तर पूर्वीय भारतमा उनीहरू स्टेसन थिए त्यस बीचबाट उनीहरूले केही साहित्य सिर्जना गरेको देखिन्छ र उनीहरूको कन्टेन्टमा चाहिँ त्यो डायस्पोरिक कन्टेन्ट चाहिँ देखिन्छ। धनवीर भण्डारी त्यो बेलाको अब्बर पहाडको सवाई, अब्बर पहाड भनेको अरुणाचल प्रदेशमा कसरी नेपालीहरू यताबाट गएर कसरी त्यहाँ चाहिँ धान चामल अथवा त्यसको उब्जाउमा लागे अथवा गाई भैँसीको पालनमा लागे र त्यहाँको पहाडसँग कसरी नेगोसिएट गरेर उनीहरू अनागरिकै भएर पनि जसरी पनि जीवन चलाएर बसे भन्ने चाहिँ त्यो छ भने त्यो बेलामा त्यतातिर आएको विशाल भुइँचालो हो जो 1890 को एउटा भुइँचालो उत्तर पूर्वीय भारतमा, जुन भुइँचालोले गर्दाखेरि त्यहाँ बसेका नेपाली पनि डिस्पर्स हुन पुगे। त्यो डिस्पर्सलको वेदना सहित उनीहरूले त्यो बेलामा सम्झना गरेको घरदेशका कुराहरू पनि 1890 तिर लेखेका छन्। एउटा आछाम भनेर लेखिएको छ, आछामको सवाई त्यो 1908। त्यो आछाम भनेको यताको आछाम होइन, आसाम चाहिँ यो चाहिँ ब्रह्मपुत्रकै आसाम हो। अनि त्यो त्यताबाट चाहिँ यो डायस्पोरिक राइटिङको चाहिँ उठान भएको जस्तो देखिन्छ। जहाँसम्म पश्चिमको कुरा छ, मेरो आफ्नो एउटा अध्ययनमा देवकोटाको 1958 को तास्केन्ट स्पिच पछाडि
नेपाल बाहिर जानुहुने लेखकहरूमा चाहिँ बाहिर पनि केही गर्नुपर्ने रहेछ, हामीले ट्रान्सलेसनमा जानुपर्ने रहेछ र अरू भाषिक समुदायसँग लेखेर हामीले चाहिँ गर्नुपर्ने रहेछ भन्ने चाहिँ त्यो चेतना आएको चाहिँ देखिन्छ हैन। बाहिर अब फेरि पनि अघि हामीले भन्यौँ नेपाल बाहिर गएर अङ्ग्रेजी भाषामै लेखेर प्रकाशित गरेर अरूसँग पनि नेगोसिएट गरेर एउटा नाम कमाउनु भएको चाहिँ सम्राट उपाध्याय र फेरि पनि मञ्जुश्री थापाकै आउँछ भने पछिल्लो समय त उहाँहरू सँगसँगै उहाँहरूका पछाडि धेरै लेखकहरू आफूलाई चाहिँ त्यसरी विश्वमञ्चमा उभ्याइराख्नु भएको छ। मलाई दिएको विषयमा ट्रान्सलेसनलाई पनि छुनु है भनिएको छ। अलिकति म ट्रान्सलेसनको कुरा गर्छु। यद्यपि म आफै अचेल यो ट्रान्सलेसनबाट अलि भाग्न खोज्दै गरेको लेखक हो। यसका विविध कारणहरू छन्। त्यति सजिलो नहुँदो रहेछ भन्ने मेरो कन्क्लुजन छ 20 वर्ष ट्रान्सलेसन गरेपछि। ट्रान्सलेसन चाहिँ सुरुमा पनि ट्रान्सलेसन मार्फत अरू भाषासँग चाहिँ नेगोसिएट गर्नुपर्छ भन्ने अनरिकर्डेड त के भने संस्कृत बाङमा एउटा कति आयो होला त्यो वी डोन्ट नो, त्यसको रेकर्ड पनि छैन। त्यसमा विशेष अध्ययन गर्दा थाहा होला। तर प्रष्ट देखिने भानुभक्तको रामायण पछाडि चाहिँ संस्कृतबाट आएको र अलिकति नेपालमा अनुकूलित गरिएको नेपाल जनसमुदायको कथा व्यथा सहित आएको अनुकूलित अनुवादको ट्रेन्ड सुरु भएको हो भने प्योर अनुवाद चाहिँ फेरि पनि दार्जिलिङबाटै सुरु भएको देखिन्छ, जहाँ चाहिँ पाश्चात्य केही सिर्जनाहरूलाई बालबालिकाको लागि पास्टर गङ्गाधर प्रधानहरूले स्कुलको टेक्स्ट बुकको लागि गरेको देखिन्छ भने नेपालभित्रै चाहिँ देवकोटाले आफै सिद्धिचरणका कविता, श्यामदास वैष्णवका कविता आफ्नै पनि केही सिर्जना अनुवाद गरेर त्यो जोग बसालेको चाहिँ देखिन्छ। र बाहिर चाहिँ ट्रान्सलेसन अलिकति रिसेन्ट फेनोमेनन नै हो। अब यहाँ अघि डेभिड सरको मैले ध्यान आकर्षण गरेको थिएँ। उहाँ लगायत माइकल हर्ट, डेभिड रुबिन, लेडी हार्ट्सलहरू जस्ता चाहिँ अनेपाली तर नेपाली भाषामाथि दक्षता हुनुभएका लेखकहरूको ट्रान्सलेसन मार्फत हाम्रो लिटरेचर बाहिर गयो। र उहाँहरूले पनि फेरि डायस्पोरा नेपाली डायस्पोराकै लिटरेचरमाथि चाहिँ त्यति धेरै त्यो ट्रान्सलेटोरियल काम गर्नुभएको जस्तो चाहिँ मलाई लागेको छैन। र केही उदाहरणहरू भन्छु। ट्रान्सलेसनमा एउटा गति त आएको छ हैन, यसलाई अझ बढाउनु जरुरी देखिन्छ। द हिमालयन बार्ड मैले आफै सम्पादन गरेको एनआरएनएको ठुलै प्रोजेक्ट थियो, 2015 मा आयो। त्यसमा अमेरिका र युरोपतिर बस्ने धेरै कविहरूको रचनाहरू यसमा छ र त्यहाँभित्रका कतिपय चाहिँ सिर्जनामा डायस्पोरिक राइटिङ चाहिँ छ। एउटा डिस्टेन्ट सनराइज भन्ने किताब आछ, त्यो नर्थ अमेरिकाका नेपाली राइटरहरूको चाहिँ कथाहरू यसमा छ। सबै चाहिँ म भन्दिनँ, सबै चाहिँ त्यही हुँदो रहेछ। फेरि यतैको सेटिङ, यतैका कथा पात्र चरित्र आउँछन्, यता पनि आउन रोक्न खोजे। 1 मिनेट जति चाहिँ यहाँले 1 मिनेटमा अलिकति सकाइदिनु होला। अब म यी नाम भन्दिनँ, मेरो एउटा अब्जर्भेसन भन्छु 1 मिनेटमा, अनि पछि क्वेसन एन्सर आउँदाखेरि उ गरौँला हैन। एउटा अब्जर्भेसनमा भन्छु। एउटा कुरो, अहिलेको भर्खरको पुस्तासँग पनि म टचमा छु र कुरा गरिरहेको छु। हाम्रो डायस्पोरा मेरा साथीहरू छन्, मेरा विद्यार्थीहरू छन्। अब त्यो लोस भन्ने जो चाहिँ डायस्पोरिक राइटिङको एउटा मर्म, त्यो एउटा आत्मा हो भनिएको छ। अब त्यो त्यति धेरै त्यो आत्मा लोस भन्ने कुरो, लोस भनेको लोस अफ होमल्यान्ड हैन, त्यो इमेजिनेरी होमल्यान्ड, लोस अफ कल्चर, लोस अफ भाषा, त्यो लोसको लेखन हो भन्ने चिजबाट नेपाली डायस्पोराको राइटिङ ट्रान्सेन्ड गरेको छ भन्ने मेरो एउटा प्रारम्भिक मूल्याङ्कन छ। त्यो मिस्ट अफ द इन बिट्विननेसको पनि हाम्रो बच्चाहरूले नेगोसिएट गर्न सिकिसकेका छन्, किनकि उसको छिमेकी पनि इन बिट्विनमै छ। फेरि अनि उत्तरतिरको अर्को घर पनि इन बिट्विन हो, किनभने एउटा चाइनिजको छ, एउटा हिस्प्यानिकको छ, एउटा कलर्ड छ, एउटा नेपाली छ, एउटा चाहिँ इन्डियन छ भने हु इज नट लोस्ट? इफ एभ्रिबडी इज लोस्ट, नोबडी इज लोस्ट। त इन बिट्विननेस पनि त्यति धेरै अहिलेको अमेरिकामा जन्मेर हुर्केको बच्चाहरूले न कलेजमा फिल गर्छ न घरमा फिल गर्छ। द सेकेन्ड जेनेरेसन डायस्पोरा राइटर्स हेभ न्युवर स्टोरिज टु टेल। हामी नै गएका भन्दा हामीले हुर्काएका जन्माएका बच्चाहरूसँग नयाँ कथाहरू चाहिँ भन्ने प्रोबेबिलिटी चाहिँ बढी देखेको छु। द फर्स्ट जेनेरेसन मुभर्स, हावेभर फर्स्ट जेनेरेसन त फेरि पनि त्यो धेरै नेपाल आइरहेको छ, त्यही भएर नेपालकै लेखक हुनुहुन्छ भन्दा बढी सार्थक हुने पनि यो एउटा दृष्टता पनि गरेको छ हैन। द डायस्पोरा एलिमेन्ट इज गेटिङ डिमर विथ द प्यासेज अफ इच जेनेरेसन। र हरेक नयाँ जेनेरेसन आउँदा यो डायस्पोरा हो भन्दा पनि त्यो एकदमै त्यो लोकल कलर सहित उनीहरू बढी आइरहेको मेरो चाहिँ अनुभूति छ। मैले अहिलेलाई चाहिँ मेरा अब्जर्भेसनहरू यति नै राखेँ। अभिषेकको गाली सुनेर अनि अगाडि बढ्नु। धन्यवाद महेशजी। यहाँहरू सबै प्यानलिस्टहरूलाई चाहिँ धेरै धेरै
धन्यवाद। यस्तो इन्साइटफुल प्रेजेन्टेसन दिनुभयो। यो त टपिकमा त हामी दिनभरि कुरा गरे पनि यही कुराहरू अगाडि ल्याएको छ। लाइक म आफू पनि डायस्पोरामा बसिरहेको छु, आफै पनि कन्फ्युज हुन्छु बेला बेला। म डायस्पोरा राइटर डायस्पोरिक राइटिङ भन्ने कुरामा चाहिँ यहाँ धेरै कुराहरू अविसरले पनि निकाल्नु भयो। डायस्पोरा के हो, डायस्पोरा कसलाई भन्ने महर्षिले पनि भन्नुभयो। र हाम्रा डायस्पोराका दुईजना राइटरहरू कृष्णजी र निलम कार्की निहारीका दुईजनाले पनि आफ्नो एक्सपिरियन्स सेयर गर्नुभयो। यहाँलाई धेरै धेरै धन्यवाद। अब हामी केही प्रश्नहरू लिँदैछौँ अडियन्सहरूबाट। एउटा प्रश्न छ यहाँ डाक्टर कृष्ण उपाध्याय, उहाँले सोध्नु भएको छ भर्सेस कुन कृतिको विषयवस्तु डायस्पोरिक वा नेपाललाई आधार मान्नु पर्ने महेश पौडेलजीले दिनुहुन्छ कि? प्रश्न बुझ्नु भएको छ? प्रश्न बुझेनौँ हामीले, अलिकति ब्रेक भएर आयो यो। यहाँ डाक्टर कृष्ण उपाध्यायको प्रश्न हो यो। उहाँले भन्नुभएको छ कि नेपाली भर्सेस नेपालीको चर्चा गर्दा विषयवस्तु छ भने डायस्पोरिक या नेपाललाई आधार मान्नु पर्ने, खै आधार मान्ने भन्ने चाहिँ जस्तो लाग्यो मलाई। अर्लिएस्ट डायस्पोरा राइटिङको चाहिँ कुरा कुन हो त? अर्लिएस्ट डायस्पोरा राइटिङ म आफै भन्छु है त, यो अलिक कुरो आएन। मैले सोधेको के हो भने कन्टेन्टलाई हेरे पुग्यो नि। जस्तै मैले के देख्छु भने हामी धेरैजना नेपालको राइटिङ जस्तो लाग्छ। जस्तै हाम्रो कृष्णजी हुनुहुन्छ, उहाँको राइटिङ मेरो लागि डायस्पोरिक लाग्छ, किन उहाँको विषयवस्तु चाहिँ त्यो छ भन्ने त। तर तपाईँले नि उत्तर दिइसक्नु हो प्रस्तुतिकै क्रममा, तै पनि फेरि भन्नुहुन्छ नि भन्नु। मैले सोधेको चाहिँ त्यो थियो कि भने कन्टेन्टलाई पो हेर्ने त, विषयवस्तु चाहिँ डायस्पोरिक छ भने त्यो डायस्पोरा भयो होइन, विषयवस्तु नेपालको भित्रको छ भने त्यो नेपाली भयो भन्ने खालको भाव हो मेरो। त्यस्तो हुने होइन र भनेको मेरो लेमन क्वेसन। तर लगभग तपाईँले उत्तरै दिइसक्नु हो त्यसको। थ्याङ्क यू सर। धन्यवाद प्रश्नको लागि डाक्टर कृष्ण उपाध्याय। र उत्तर महेश पौडेलजीले पहिले नै दिइसक्नु भएको छ भनेपछि झन् क्लियर भयो हामीलाई यस विषयमा। अर्को एउटा प्रश्न छ यहाँ डाक्टर पवन पटेलले गर्नुभएको छ। उहाँले चाहिँ प्रोफेसर सुवेदीलाई प्रश्न सोध्नु भएको छ। उहाँ चाहिँ डायस्पोरामा बसेर लेख्नुहुन्छ र उहाँले धेरै प्रकाशनहरू पनि गर्नुभएको छ र हिन्दी भाषामा उहाँले प्रकाशनहरू गर्नुभएको छ है। उहाँले भन्नुभएको छ कि नाउ आइम वर्किङ अन हिन्दी नेपाल रिडर फर हिन्दी स्पिकिङ इन्डियन वर्ल्ड, listening this wonderful talk on literature produced in diaspora. So where should I locate myself in reference with diasporic literature as I'm not Nepali? भन्नुभएको छ उहाँले। यो प्रश्न प्रोफेसर पवन सुवेदीजीको लागि। I'm not quite clear about the question. Are you talking about the Nepali context or general? हजुर, डाक्टर पवन, उहाँको नाम हो डाक्टर पवन पटेल, उहाँले हिन्दीमा लेख्नु भएको छ। There's a big debate about diasporic literature in Hindi. हजुर, अनि हिन्दी नेपाली लिटरको लागि नै उहाँले लेख्नुहुन्छ। So Hindi speaking world को लागि नै listening this wonderful talk on literature print type. So where should I locate myself in reference with diasporic literature as I am not Nepali भन्नुभएको छ। तर नेपाली कन्टेन्ट जस्तै उहाँको किताबहरूको नाम छ एक स्वयम्भू कवि की नेपाल डायरी, जेएनयू मेरे भित्र, गोदुली मेरा अथवा मुझमे तुम, हिन्दी नेपाली हिन्दीमा चाहिँ उहाँले प्रकाशनहरू गर्नुभएको छ। You publish in Hindi, but the question comes, where are you based? Where did you write all this, produce this literature? That decides the nature of your diasporic writing. If you are living among the Nepalis and then writing with the memories of the land that you left behind, that would be, from my point of view, that would be considered as a diasporic literature. But if you are using Hindi medium, but writing freely anywhere, that I find it difficult to locate and answer your question where this becomes diasporic and where it doesn't. That I cannot say. It's a question of medium.
It's a question of general kind of universal literary practice where you can use any language, any medium, you can write anywhere. This is one important impulse of the internationalism, element of internationalism in literature. That is how it should be interpreted. मेरो विचार त्यस्तो लाग्छ। हजुर उहाँ बान्द्रा उत्तर प्रदेशबाट जोइन गर्नुभएको जस्तो देखिन्छ। होपफुली डाक्टर पवन पटेल यसको आन्सर पाउनुभयो होला उहाँको प्रश्नको। यो कुरा अलिकति यो हामीलाई केलाई भन्ने क्ल्यारिटी Pawan's positionality is very different from the context we are talking about. I think he said he is a Patel. He is an Indian Patel. By that token, he must be a Gujarati or somewhere around there. And some of his works have Nepal as a content, Nepali people, Nepali spirit and things like that. So in that case, the question of where he fits into as a diaspora doesn't come. Every writer doesn't need to be, you see, in this praxis of diasporization. No? An outsider also can look into things. There are many outsiders who have written about our culture, and they don't come into this discourse of diaspora. A literary universalism. Yeah. धन्यवाद महेशजी। अभि सुवेदी सर, अर्को हामीसँग प्रश्न छ यहाँ। डायस्पोरिक साहित्य देशभित्र बस्ने लेखकबाट प्रकाशित हुने साहित्यले नेपाली भाषालाई स्खलित बनाएको देख्छु म। उहाँ हुनुहुन्छ भोजराज। अहिले सामाजिक सञ्जाल मात्र होइन, प्रमुख नेपाल टेलिभिजन, पत्रिका तथा समाजका प्रसिद्ध व्यक्ति कमैले शुद्ध नेपाली बोल्ने, क्वेसन पढ्न पनि गाह्रो बोल्ने लेख्छन् र कतिजनाले जानी लोकप्रिय नेपाली हुँदाहुँदै अङ्ग्रेजी शब्द प्रयोग गरेर नेपाङ्ग्रेजी नै प्रयोग गरिदिन्छन्। यसलाई रोक्न वा कमी गर्न उपयुक्त होला या यही शैलीमा बसेर हाम्रो भाषा झनै गिरेको हेर्दै जान बेस होला भनेर उहाँको प्रश्न रहेछ। यो प्रश्न अविश्वरले नै दिनु होला। म त महेशले दिन्छन्, महेशले देऊ भन्दै थिएँ। अब ठिक छ सर, यो चाहिँ अनि भाषिक शुद्धताको कुरा आयो, डिफरेन्ट थिङ होइन। भाषिक शुद्धताको कुरा धेरै चर्चा चलेको नेपालको विषय हो। अब अङ्ग्रेजी बिचमा घुसाएर संहिताले मलाई भनेको के थियो, सर नेपाली प्रयोग गर्नु होला, बिचमा अङ्ग्रेजी घुसाउनु होला भन्ने नै निर्देशन थियो। त्यस कारण यो तयार अङ्ग्रेजी घुसाउनै हजुर घुसाउनु हाम्रो चाहिँ यो नेपाली र अङ्ग्रेजी बोथ अडियन्स त्यसले गर्दाखेरि दुईटै ल्याङ्ग्वेज त्यो ठिक छ। त्यसै कारणले आउँछ के यसरी यो नेपालीमा बोल्दा उहाँको प्रश्न चाहिँ यो वेबिनारमा भन्दा पनि मेरो विचारमा जुन सोसियल पोस्टहरुमा जुन जेनरल नेपालीहरूले जुन भाषाको प्रयोग गर्छ नि, नेपाङ्ग्रेजी लाइक इङ्ग्लिस नेपाली मिक्स गरेर बोल्ने र लेख्ने लेखाइमा पनि जुन आएकोलाई चाहिँ अङ्कित गर्नु भएको जस्तो लाग्यो मलाई। यो त कस्तो छ भनेदेखि अहिले यस्तोसम्म भइसक्यो। अस्ति पार्लियामेन्टले सुनिराखेको, आज हाम्रो देशको प्रब्लमहरूलाई सल्भ गर्नको निम्ति यहाँको ट्रान्जिसनलाई पुरै चाहिँ संसदमा राजनीतिमा जहाँसुकै यो अङ्ग्रेजी भाषाको छ, यो ठुलो अर्कै विषय हो। सोसियो लिङ्ग्विस्टिक्सको विषयमा लिङ्ग्विस्टिक डिपार्टमेन्टमा पनि यो हामीहरूले छलफल विद्यार्थीसँग गरेकै विषय हो। अनि नेपाली शुद्ध लेख्ने एउटा ट्रेन्ड छ, त्यसमा पनि यो वरि चिन्तित भएर चाहिँ गरिने छलफल पनि हो। यो अलिकति अर्कै विषय भएकोले यो डायस्पोरामा बसेर लेख्नेहरूको अथवा भित्र लेख्नेको विशेष क्यारेक्टरभित्र यो पर्दैन भन्ने मलाई लाग्छ। धन्यवाद सर उत्तरको लागि। र मसँग अर्को प्रश्न रहेको छ भगीरथ योगीजीको। उहाँको प्रश्न छ कृष्ण बजगाईज्यूलाई, How do you see the journey of Nepali Niyatra Sahitya from Tarnath Sharma to yourself, and as increasing number of NRNs are traveling around the world, what is your advice for them to record their experience? राम्रो प्रश्न हो। प्रश्न क्लियर छ? कृष्ण बजगाईजी हजुर म धन्यवाद सुनिरहेको छु, मैले सुनेको छु।
धन्यवाद। अब नेपाली साहित्यमा नियात्रा साहित्यमा शब्द बालकृष्ण पोखरेलज्यूले निर्माण गर्नुभयो र त्यो नियात्रालाई अगाडि उचाइमा पुर्याएका नाथ शर्माले गर्नुभयो, जुन त्योभन्दा अगाडि लेखिरहेको यात्रा साहित्यभन्दा बिल्कुल अलग र बिल्कुल नयाँ स्वादको थियो। तर त्यो साहित्यलाई नै पछ्याउँदै आजको मितिसम्म अधिकांश लेखकहरू आइरहनु भएको छ र नियात्रालाई पछ्याउने र त्योभन्दा पनि धेरै यात्रा साहित्य अथवा यात्रा स्मृति, यात्रा संस्मरणलाई पछ्याउने लेखकहरू पनि हुनुहुन्छ। र तारानाथ शर्माले सुरुवात गर्नुभएको गोरेटो बाटोको एउटा यात्री म पनि हुँ। त्यही बाटोलाई मैले पछ्याउँदै आइरहेको छु। जसरी उहाँले विदेशमा आएर खास गरिकन बेलायतमा बरालिँदामाको नियात्रा चर्चित कृति हो। त्यो कृतिमा जसरी यहाँको संस्कृति, भाषा, रहन सहन, अब यहाँको कला यावत विषयमा उहाँले लेख्नुभयो मिठासपूर्ण तरिकाले, त्यहीलाई पछ्याउँदै अब म आफैले चाहिँ त्योभन्दा अझै बढी म चाहिँ कुनै विषयमा कुनै लेखकको म्युजियममा पुगेर होस् या कुनै इतिहास कुनै एउटा युद्ध स्थलमा होस् या वाटरलू युद्ध जहाँ नेपोलियन बोनापार्टले हारेको युद्ध होस्, जहाँ तपाईँको चाहिँ हिटलरको चाहिँ अब तानाशाही व्यवस्थाको क्रममा जहाँ मान्छेहरू ग्याससँग मारिएको हुन्, त्यहाँसम्म पुगेर ती कुराहरूलाई मैले नियात्रा साहित्यमा मैले लिएर आएको छु। र उहाँले भने जस्तै नेपाली नियात्रा साहित्य खास गरिकन डायस्पोरामा बस्ने लेखकहरूले नियात्रा लेख्दाखेरि सम्बन्धित देशको सम्बन्धित ठाउँको इतिहास, कला, संस्कृति, रहन सहनहरूलाई गहन रूपमा अध्ययन गरेर मिहिन रूपमा नियात्रामा प्रस्तुत गर्नुभयो भने त्यो नियात्रा लाभदायक हुन्छ, सूचनाप्रद हुन्छ र पाठकहरूको लागि अत्यन्त उपयोगी हुन्छ। र त्यो नियात्रामा पाठकहरूले प्राप्त गर्ने ज्ञान अथाह हुन्छ। त्यो एउटा कुनै स्थानको बारेमा नियात्रा त्यसरी लेखियो भने 10वटा 20वटा किताब पढेबार इतिहास पढे बराबरको ज्ञान चाहिँ एउटा 3000-2500 शब्दको नियात्रामा आउन सक्छ। त्यो नियात्रा चाहिँ लेख्नुपर्छ र त्यो नियात्रामा सँगसँगै विदेशमा बसेर विभिन्न देशमा नेपालीहरू हुनुहुन्छ, उहाँहरू त्यो नियात्रामा प्रसङ्गवश त्यो नियात्रामा ल्याउन सकिन्छ। जसरी मैले ल्याउने गरेको त्यहाँका नेपालीहरूको रहन सहन अवस्था, उहाँहरूको पीडा, एक्लोपना के छ, संस्कृति, चाडपर्व मनाउने तौर तरिकाहरू यावत विषयहरू पनि जोडेर ल्याउन सक्यो भने त्यो नियात्रा चाहिँ साँच्चै सुन्दर हुन्छ र साँच्चै नेपालको लागि चाहिँ उपयोगी हुन्छ। त्यो नियात्रा डायस्पोरिक हुन्छ कि हुन्न, म त्यो सिद्धान्तको कसीमा राखेर बोल्न सक्ने आधिकारिक व्यक्ति होइन म। तर पनि कुनै न कुनै रूपमा नेपालीहरूलाई पनि त्यो नियात्रामा प्रसङ्गवश, अब सबै ठाउँमा त जोड्न नसकेला, त्यहाँ ल्याएर जोड्न सकिन्छ। जस्तो म पहिलो विश्व धन्यवाद कृष्ण बसाइजी। समय अभावले गर्दाखेरि हामी लामो सुन्ने अवस्थामा छैनौँ अहिले। मसँग एउटा अन्तिम प्रश्न छ, यो चाहिँ डाक्टर निलम कार्की निहारिकाको लागि म दिन चाहन्छु। र उहाँले यहाँ सोध्नु भएको छ, धर्म सापकोटा राजुजीले उहाँले के सोध्नु भएको छ भने, भन्नुभएको छ भने, आई डोन्ट थिङ्क इट सिम्स गुड टु आइडेन्टिफाई वान सेल्फ एज अ डायस्पोरिक राइटर, क्यान वी नट सिम्पली बी नेपाली राइटर्स इभन इफ वी राइट इन अ फरेन कन्टेक्स्ट? निलमजी प्रश्न क्लियर छ यहाँलाई? राम्रो प्रश्न। हजुर, एकचोटि भन्नु त सक्नुहुन्छ? 1 मिनटमा सकाइदिनु होला उत्तर पनि छोटो होइन। उहाँले के लेख्नु भएको छ भने, आई डोन्ट थिङ्क इट सिम्स गुड टु आइडेन्टिफाई वान सेल्फ एज अ डायस्पोरिक राइटर, क्यान वी नट सिम्पली बी नेपाली राइटर इभन इफ वी राइट इन अ फरेन कन्टेक्स्ट? तपाईँलाई कस्तो लाग्छ? तपाईँको आफ्नो भ्यू, तपाईँ पनि त बाहिर बसेर देखिरहनु भएको छ, हामी डायस्पोरिक राइटर भनेर चिनौँ या त नेपाली राइटर भनेर चिनौँ एज अ होल? तपाईँलाई कस्तो फिल हुन्छ? तपाईँ फरेन कन्टेक्स्टमा बसिरहनु भएको छ र नेपालको बारेमा लेखिरहनु भएको छ, यसलाई चाहिँ तपाईँले कसरी लिनु भएको छ त्यो नै सुरुमा धेरै वर्ष अगाडि जति बेला चाहिँ म 2007 सालमा आएँ, त्यसपछि म 2010मा चाहिँ नेपाल फर्केर गएको थिएँ। नेपाल फर्केर जाँदाखेरि मलाई चाहिँ त्यो डायस्पोरिक राइटर भन्दाखेरि चाहिँ कस्तो दुखे जस्तो के, म त देशबाट छुट्टिएको रहेछु, म त बाहिर रहेछु, म त यस्तो रहेछु भन्ने हिसाबले चाहिँ मलाई त्यो फिल भएको थियो। त्यसको साथै फेरि हाम्रो दाई एकजना कथाकार हुनुहुन्छ, उहाँ दाईले पनि निलम कहाँ अस्ति भर्खर 3 वर्ष अगाडि अमेरिका गएको मान्छे हो, कसरी डायस्पोरिक राइटर भयो भनेर उहाँले पनि प्रश्न उठाउनु भएको थियो कि त्यो। तर हामी डायस्पोरिक राइटर हामीले यति धेरै कुरा गरिसक्यौँ होइन। अब हामीले लेखेर, मैले अहिले राजमाता लेखेँ, राजमाता लेखेर
लेखेँ, योभन्दा अगाडि मैले योगमाया लेखेँ, योभन्दा अगाडि मैले द्रौपदी औँसी, यस्तो 4वटा किताबहरू मैले कन्टिन्यू चाहिँ नेपालमै एकदम विशुद्ध नेपालमै, नेपालकै बाङमै, नेपालकै विषय, नेपालकै भाषामा, नेपाली भाषामा लेखेको छु भने त्यो मेरा सिर्जनाहरू चाहिँ मेरो डायस्पोराभित्र परेनन्। र अर्की आएमै मैले एउटा उपन्यास चाहिँ मैले चाहिँ डायस्पोराको जुन क्राइटेरियाभित्र परेको उपन्यास चाहिँ मैले एउटा लेखेका छु भने केही कथाहरू लेखेका छु। त्यस कारणले बाहिर बस्दैमा हामी चाहिँ अब कति वर्षदेखि अब कुन रुटबाट आउने के गर्ने अब डिफिनेसन हामीले भर्खरै महिषीबाट पनि सुन्यौँ, अविश्वरबाट पनि सुन्यौँ होइन। अझै पनि डायस्पोरा अथवा चाहिँ डायस्पोरिक राइटिङ सम्बन्धी अझै पनि बहस चाहिँ मलाई नेपालमै सकिसके जस्तो चाहिँ लागेन अहिले पनि मलाई सुन्दाखेरि। त्यस कारणले गर्दा मलाई के लाग्छ भने हामी चाहिँ यदि हामीले नेपालमै बसेर पनि डायस्पोरिक राइटिङ गर्न सकिन्छ भन्ने कुरा हामी क्लियर छौँ र हामी बाहिर बसेर पनि डायस्पोरिक राइटिङ हामी गरिरहेका छौँ, थोर धेरै रूपमा चाहिँ गरिरहेका छौँ। त्यस कारणले गर्दा हाम्रो राइटिङ के हो त भन्ने कुरा राइटिङमा भर पर्ने कुरा हो। तर हामी बाहिरबाट लेख्दैमा, बाहिर बसेर लेख्दैमा डायस्पोरिक राइटिङ चाहिँ हुँदैन। तर अब डायस्पोरा भयौँ कि भएन भन्ने कुरा चाहिँ अब त्यो समालोचकहरूले हामीलाई त चाहिँ यो किताबमा छ चाहिँ भनिसकेपछि कति वर्ष कहाँ रुट के जोडिसकेपछि त्यही किताबमा चाहिँ हो। निलमजीले भन्नुभएको कुरामा म पनि सहमत छु। यो हामीलाई धेरै बहस हुन जरुरी छ जस्तो लाग्छ यो सब्जेक्टमा, किनभने आज धेरै कुराहरू निस्किएको छ र यो सब्जेक्टमा अझ वेबिनारहरू, अझ यस्तै नै गहन छलफलहरू हुन बाँकी छ जस्तो लाग्छ अभियसली नै। त्यसैले आशा गरौँ हामी फेरि पनि यही विषयमा समेटेर विभिन्न अरू पनि वक्ताहरूलाई समेटेर अझ डिस्कसन गर्न सक्छौँ र केही डेफिनेसन्सहरू पनि निकाल्न सक्न पायो भने चाहिँ अझ राम्रो हुन्छ। हामीलाई पनि क्ल्यारिटी हुन्छ बाहिर बसेर लेख्ने लेखकलाई पनि। र यो भन्दै म एक दुईवटा कुराहरू यहाँ अघि नै जसले प्रश्न गर्नुभएको थियो डाक्टर पवन पटेल, जुन उहाँले चाहिँ क्लियर गर्नुभएको छ यहाँ मेसेजमा कि आम नट गुजराती बट फ्रम अप। अनि उहाँले चाहिँ लेखिरहनु भएको, उहाँले गरिरहनु भएको काम चाहिँ आम वर्किङ अन हिन्दी ट्रान्सलेसन अफ नेपाली सोसियल साइन्सेस एन्ड लिटरेरी वर्क्स। उहाँको कामहरू चाहिँ त्यस्तो रहेछ। खुसी लाग्यो तपाईँले यस विषयमा काम गरिरहनु भएकोमा पनि डाक्टर पवन पटेल। र आज म यो प्यानलिस्टहरूलाई पर्टिकुलरली इन्साइटफुल प्रेजेन्टेसन्सको लागि र यहाँको स्पिचको लागि धेरै धेरै नै धन्यवाद दिन चाहन्छु र अडियन्सेसलाई पनि थटफुल क्वेसन्सको लागि पनि धन्यवाद दिन चाहन्छु। हामीसँग अझै पनि धेरै प्रश्नहरू यहाँ छन् तर सबै प्रश्नहरू लिन सक्ने अवस्थामा छैनौँ र मलाई लाग्छ अब हामीले फेरि अर्को पनि वेबिनार गर्न जरुरी छ यही विषयमा, सो द्याट हामीले टाइम पाउँछौँ यो विषयमा छलफल गर्नको लागि। र सबैजनाको यो राम्रो इङ्गेजमेन्टले गर्दाखेरि हामीलाई अझ पनि यो विषयमा बोल्नुपर्छ र यस विषयमा छलफल गर्नुपर्छ भन्ने झन् लागेको छ। र अन्तमा म के भन्न चाहन्छु भने हाम्रो नेक्स्ट वेबिनार चाहिँ 5 सेप्टेम्बर स्याटरडेको दिनमा हुँदैछ र नेक्स्ट वेबिनारको टाइटल Migration as Development, a Political Economic Analysis of Nepal's Foreign Labor Migration Policy. उहाँ चाहिँ यो चाहिँ प्रेजेन्टेसन डाक्टर जगन्नाथ अधिकारीले गर्दै हुनुहुन्छ र कृपया हाम्रो नेक्स्ट वेबिनार समय 10 बिहान 10 बजे युके टाइममा, बेलायतको टाइममा जोडिनु होला। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। नमस्ते। कार्यक्रमको अन्त भएको म भन्न चाहन्छु र धेरै धेरै धन्यवाद यहाँ सबैलाई। धन्यवाद। धन्यवाद।